गुड मर्निङ। स्वागत छ साथीहरू। Recording in progress. हेलो, त्यसमा आवाज आइरहेछ। नयाँ बनाउनु स्क्रिन पनि बनाउँछ स्लो हुन्छ कि भरे यो स्लो हुन्छ। अर्को नयाँ बनाउनु कहाँ हुन्छ नि? ल ओके। हिजो हामीले अन्तर्राष्ट्रिय सङ्घ संस्थाको विषयमा कुरा गरेका छौँ। अन्तर्राष्ट्रिय सङ्घ संस्थामा युनाइटेड नेसन अर्गनाइजेसन र लिग अफ नेसनको बारेमा बुझ्यौँ है। सरी, आज हामी सार्क, बिमस्टेक लगायत अन्य कुराहरूको बारेमा अध्ययन गर्नेछौँ। ठिक छ? के लेखिँदैछ? गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ। ल, स्क्रिन सेयर भयो होइन त? ठिक छ, ओके। ल, हामी आज कहाँ जान्छौँ त भन्दा सार्क। फुल फर्म के अरे? साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन। साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन भनेर हामी अब सार्कको कुरा गर्छौँ। हिजो मैले सार्कमा तपाईँहरूलाई केही कुरा बुझाएको छु। हिजो मैले कसले अवधारणा ल्याएँ, ठुलो देश कुन हो, सानो देश कुन हो, जनसङ्ख्याको आधारमा ठुलोदेखि सानो कुन हो, ल्यान्ड कति, यी कुराहरू भनेको छु जहीँ लागेको छ है। भनेको छु कहाँसम्म पुगेको छ हिजो? नाइ को हो यो नाइ भन्ने? फेरि हिजो मैले भनेको छुइनँ। सरी, भन्छ होला हो यो। भन्नुभएको छ, ओके। ल, सार्कको लेख्न थालौँ अब। स्थापना ध्यान दिनु है, हिजो भनेको पनि छु, तपाईँलाई रिकल पनि हुन्छ। 1985 डिसेम्बर 8 कहाँ भयो भनेर सोध्दैला। फेरि स्थापना चाहिँ कहाँ भयो? ढाकामा। टाइम जुनसम्म छ, ओके। स्थापना ढाकामा छ। सदस्य सदस्य दुई खाले हुन्छन्, संस्थापक 7
हाल 8 कहिले थपिएको? एएफजी अफगानिस्तान थपिएको। कहिले? 2007 एडीमा थपिएको। र हालका सदस्य भए एमबिबिएस। फेरि यो त तपाईँहरूको लागि एकदम इजी कुरो। पेन पानी वाटेभर एमबिबिएस एमबिबिएस पेन हालका सदस्य। ओके, अनि त्यसपछि मैले के भनेको छु तपाईँहरूलाई? अवधारणा पनि भन्यो होला। अवधारणा जियाउर रहमान बङ्गलादेशका केटा। बिएनजी भनेको बङ्गलादेश पिट ल। बङ्गलादेशका जियाउर रहमानले अवधारणा ल्याए कहिले? 1980 एडीमै ल्याए। लेख्नु अगाडि बढौँ ल। ओके, अवधारणा जियाउर रहमानलाई ल्याए। यो यो यु युएनओ चार्टरको धारा कति बमोजिम स्थानमा हुन्छ? धारा 52 बमोजिम। 52 बमोजिम के गरिँदैछ? 52 बमोजिम क्षेत्रीय सङ्गठनको स्थापना गरिन्छ। मैले हिजो पनि भनेको छु। कहिलेकाहीँ यस्ता पनि क्वेसन सोध्न सक्छ, युएनको कति धारा बमोजिम? यो मात्रै होइन, सबै क्षेत्रीय सङ्गठनको स्थापना हुने युएनको धारा 52 बमोजिम स्थापना हुन्छ है। 111वटा धारा छ भनेर भनेको थिएँ मैले, भनेको थिएँ नि त हो। डन अगाडि बढ्यौँ। ओके, अनि युएनको धारा 52 बमोजिम स्थापना भयो। स्थापना 7वटा देशले गरे। यो क्षेत्रको ठुलो टु सानो पनि मैले तपाईँहरूलाई भने। ठुलो टु सानो केमा हेर्ने? बाई एरियामा हेरिदिनु, बाई पपुलेसनमा हेरिदिनु। हिजोको सम्झेर भन्नु है तपाईँहरूलाई। मैले हिजो एरिया के छ? इन्डिया, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र मालदिभ्स बाई एरियामा। अनि बाई पपुलेसन भन्ने बित्तिकै के गर्ने त भन्दा, पपुलेसन भन्ने बित्तिकै यसैलाई चेन्ज गर्ने। आइपी एबी गरेर हुँदैन, के गर्नु पर्यो? बिए गर्नु पर्यो। अरू सेम एनएसबी सेम बाई एरिया बाई पपुलेसन। ल्यान्डलक कन्ट्री कुन हो भनेर सोध्न सक्छ। यो मात्रै होइन, तल दिएका मात्रै ल्यान्डलक कन्ट्री कुन हो भनेर जोडेर पनि सोध्न सक्छ। सार्कभन्दा बाहिरका ल्यान्डलक 3टा छन्। भेन पानीमा कुद्दैन भन्ने सिद्धियो। भेन पानीमा कुद्दैन। वाटर लक वरिपरि पानीले घेरेका वाटर कतिवटा छन्? 2टा। एमएस धोनी पानीमा कुद्छ भन्ने एमएस। टाइम त तपाईँहरूलाई हिजै मैले भनिसकेकै छु। टाइम नेपालको तपाईँहरूलाई थाहा छ रहेछ। 2042 01 मा भयो। त्यो मध्ये बी र भी नेपालभन्दा के छन् त भन्दा छिटो छन्। प्लस 0.15 मिनट छिटो छन् बी र भी भनेको बङ्गलादेश र भुटान भन्ने बुझिहाल्नुभयो। इज आई र एस इज चाहिँ ढिलो छ, -0.15 ढिलो छ। पिएम त झन् ढिलो हुने भइगयो। पिएम झन् ढिलो 0.45 ढिलो छ। पिएम झन् ढिलो छ। अनि सबैभन्दा ढिलो भनेको यो क्षेत्रको अफगानिस्तान छ। अफगानिस्तान कहिले ढिलो छ भन्दा -115। ल, यहाँसम्म एनी कन्फ्युजन सोध्ने। अब हामी अगाडि बढ्यौँ।
भयो छैन भयो छैन भयो के छैन ल भइसक्यो है ओके अब सार्क चल्नका लागि पनि कन्फ्युजन छैन ए ओके सार्कले टोटल कति पर्सेन्ट जियोग्राफिकल एरिया कभर गर्छ टाइमको अलि भनिदिनु न बुझिनै छु थिएन क्लासमा सो क्लासमा आउनुपर्छ नि त ओके दुईवटा क्वेसन सार्कले टोटलको कति कभर गर्छ भन्ने कुरा सिम्पल सबै देशको एरिया माथि राख्ने डिभाइड बाई विश्वको राख्ने नट स्योर मैले यो क्यालकुलेसन गरेको छैन 3.3 जति लाग्छ ऊ बेला हेर्दाखेरि कसैले सोधेको थिएन तपाईँले सोध्नुभयो हेर्नु होला सिम्पल कुरा छ है सबैको एरिया राख्ने एक्ज्याक्ट आउँदैन इन्डियन एभरेजमा विश्वको यति जियोग्राफिकल एरिया कभर गर्छ अब नेपालले सोध्यो भने त मैले अस्ति भूगोलमै पढाएँ टाइमको केही होइन कि यो अर्को पेजमा थियो यहाँनिर भुटान र बङ्गलादेश यो नेपालभन्दा पूर्वपट्टि छन् त्यही भएर के भयो त भन्दा यिनीहरूको टाइम छिटो भयो नेपाल छ नेपालको यता इन्डिया भयो भने इन्डियाले टाइम सेट गरेर चाहिँ अलिकति यता गएर सेभ गरेको छ इन्डिया र श्रीलङ्काले यहाँनिर सेट गरेका छन् नेपालभन्दा 15 मिनट ढिलो छ यिनीहरूको टाइम त्यही भन्दा अझै पर्तिर गएर पाकिस्तान र मालदिप्सको एउटै लाइनमा रेखामा सेट गरेका छन् तपाईँको टाइम एउटै हुनु मतलब एउटै रेखामा टाइम सेट गर्नु हो है त्यहाँभन्दा यता गएर अफगानिस्तानले सिङ्गल एक्लै सेट गरेको छ टाइम केले डिसाइड गर्छ भन्ने कुरा मैले अगाडि नै भनेको छु देशान्तर 1 डिग्री देशान्तर बराबर 4 मिनट हुन्छ 4 मिनट अनि तपाईँले सिम्पल लजिक लाउनु भयो भने मिलिहाल्छ नेपालबाट पूर्वमा कुन कुन छ इन्डिया पनि छ इन्डिया पनि नेपालभन्दा पूर्व पनि छ पश्चिम पनि छ दक्षिण पनि छ इन्डियाले चाहिँ आफ्नो टाइम जोन फिक्स गर्दा चाहिँ हाम्रो के छ त भन्दाखेरि इन्डियाले टाइम जोन फिक्स गर्दा हाम्रोभन्दा 15 मिनट ढिलो फिक्स गरेको छ उसले दिल्ली नजिक आधार मानेको छ झन्डै झन्डै भन्नुहुन्छ भने नेपालको तपाईँको महाकालीदेखि अरू महाकालीको छेउबाट भनेर अनुमान लगायो हुन्छ या तपाईँको कञ्चनपुरतिरको यो कैलालीतिरको नेचुरल टाइम चाहिँ झन्डै इन्डियाको टाइमको रेखासँग सिधा सिधा हुन्छ क्या प्राकृतिक टाइम चाहिँ हामीले त गौरी शङ्करको टाइम नै माने हो नि त धनगढीमा पनि महेन्द्रनगरमा पनि त्यो भएर न फरक पर्यो त्यही भनेको अरू केही होइन है अब कन्फ्युजन छैन होला हिजो मैले यो चित्र बनाएरै बुझाएको छु ल ओके सार्क बडापत्र सार्क बडापत्र सार्कमा पनि बडापत्र छ युएनमा मात्रै होइन सार्क पनि कानुनले चल्ने हो कानुन मान्नु नमान्नु चाहिँ हाम्रो क्षमताको विषय हो होइन बडापत्र छ यो बडापत्रमा हस्ताक्षर स्थापना केही दिन भयो हस्ताक्षर सबै अर्गनाइजेसनको छैन तपाईँले अरू भरे पढ्नुहुन्छ आसियान बिमस्टेक यिनीहरूको चार्टर पछि बनेको अर्गनाइजेसन बनेको धेरै पछाडि बनेको यिनीहरूको काइन्ड अफ कन्फरेन्सले सुरुमा गर र पछि बनेको हो यसको चाहिँ सरी सार्क चार्टरमा हस्ताक्षर कहिले भयो भन्दा यो चाहिँ स्थापना भएको दिन 1985 डिसेम्बर 8मा भयो हस्ताक्षर गर्ने कतिजना भन्दा हस्ताक्षर गर्ने तत्कालीन समयमा हस्ताक्षर गर्ने 7 जना भयो नि त 7 राष्ट्र किन अफगानिस्तान त त्यति बेला थिएन सार्क राष्ट्र त्यो मात्रै धेरै क्वेसन सोध्दैन एक मात्र पिएम सोध्छ एक मात्र पिएम एउटा मात्रै पिएम दाजुले गएर हस्ताक्षर गरे हस्ताक्षर गर्ने को थियो त भन्दा राजीव गान्धी एक मात्र पिएम राजीव गान्धी कुन देशको भनिराख्नु पर्छ र मैले पर्दैन होला राजीव गान्धी इन्डियाका थिए है ओके दुईजना राजा थिए है दुईजना राजा थिए तीमध्ये दुइटै अहिले त छैन दुइटै राजा एउटा राज परिवारै गयो राज संस्था नै गयो अर्कोमा राज संस्थाजी छ एउटा थिए हाम्रै नेपालका श्री 5 वीरेन्द्र नेपालको नलेखी पनि चिन्नुहुन्छ अर्का थिए जिग्मे जिग्मे सिग्मे वाङचुक जिग्मे सिग्मे वाङचुक भन्ने थिए यसरी गएर दुईजना थिए है जिग्मे सिग्मे वाङचुक दुईजना डन दुईजना राजा श्रीपाद वीरेन्द्र र जिग्मे सिग्मे वाङचुक थिए अरू 4 राष्ट्रपति थिए 4 जना राष्ट्रपति यिनीहरूको नाम रटेर बसिराख्नु पर्दैन है सोध्दैन राष्ट्रपति 4 जनाको थियो त भन्दा
राष्ट्रपति थिए, मालदिप्सका राष्ट्रपति थिए, श्रीलङ्काका राष्ट्रपति थिए, पाकिस्तानका राष्ट्रपति नै आए, बङ्गलादेशका राष्ट्रपति नै आए, यसरी आए है। भयो सन धेरैपल्ट जाने गयुम हुन्, मयुम अब्दुल गयुम भन्ने हुन् मालदिप्सका, ती सुरुदेखि आए। यस्ता यस्ता छन्, जयवर्धने भन्ने थिए अर्का श्रीलङ्काका। यसरी जम्मा जम्मी कतिजनाले हस्ताक्षर गरे? 7 जनाले हस्ताक्षर गरे। यिनीहरूले हस्ताक्षर गरेको बडापत्रमा धारा चाहिँ कतिवटा छ त भन्दा धारा 10 वटा। 4 बडापत्रमा धारा कतिवटा छन्? 10 वटा। 10 वटा धाराको सार्क बडापत्र छ। लेखौँ धारा 1 देखि धारा 10 सम्म के थिए त यो जान्नुपर्छ। धारा 1 जसले जान्नु भएको छ राम्रो हो, जान्नु भएको छैन भने जान्नु पर्यो। धारा 1, धारा 2, धारा 3, धारा 4, धारा 5, धारा 6, धारा 7, धारा 8, धारा 9 र धारा 10, 10 वटा धारा जान्ने हो। ओके, एकमा उद्देश्यहरू छन् केका? सार्कका। सार्कका उद्देश्य, एकमा छ सार्कको उद्देश्य, दुईमा छ सिद्धान्त, सार्कका सिद्धान्त छन्। सिद्धान्त छ। तीनमा राष्ट्र प्रमुख बैठक छ। राष्ट्र प्रमुख बैठकको कुरा गर्छ। चारमा मन्त्री परिषदको कुरा गर्छ। मन्त्री परिषद किन लेखेको? मन्त्री परिषदको कुरा गर्छ। 5मा स्थायी समितिको कुरा गर्छ। स्थायी समितिको कुरा गर्छ। 6मा प्राविधिक समितिको कुरा गर्छ। प्राविधिक समितिको कुरा गर्छ। 7मा कार्य समिति भन्छ। 8मा सचिवालय भन्छ। 9मा ब्ल्याक पेनले लेख्नु देखेँ के भयो फेरि। 9मा वित्तीय व्यवस्थाको कुरा गर्छ। वित्तीय व्यवस्था र 10मा आएर सामान्य व्यवस्थाको कुरा गर्छ। सामान्य व्यवस्था ओके। ल भयो। ओके, यसरी जम्मा 10 वटा उद्देश्यको बारेमा कुरा गर्नु है। सरी 10 वटा धारा। उद्देश्य, सिद्धान्त, राष्ट्र प्रमुख बैठक, मन्त्री परिषद, स्थायी समिति, प्राविधिक समिति, कार्य समिति, सचिवालय र वित्तीय व्यवस्था गरेर जम्मा 10 वटा धारा रहेका छन्। सार्कमा 10 वटा धारा रहेका छन्। अब यो तपाईँहरूलाई यहाँभित्र 8 वटा उद्देश्य छन्, 3टा सिद्धान्त छन्। यस्तो डेप्थमा लागेर सोध्दैन है, त्यही भएर मैले धेरै कुरा चाहिने मात्रै लेखेर हुन्छु। ल डन। भयो ओके। यसलाई यहाँ एकजनाले लेख्दै पनि हुनुहुन्छ। यसलाई याद गर्न चाहिँ सजिलो छ। उसिरालाई डिबी पर्यो अरे साथीहरू। उसिरालाई डिबी परेछ। उसिरालाई डिबी परेपछि ऊ एकदम मस्त खुसी भएर बसिरहेको छ। उसिरा डिबी भएर मस्त भएर बसिरहेको छ। त्यही दिनदेखि प्रकाशलाई चाहिँ उसले छोडिछे। प्रकाश चाहिँ तनावमा जिन्दगी, पशुपतिको आरती सुनेर बिसाएर बसिरहेछ। प्रकाश बिसा, उसिरा मस्ता प्रकाश बिसा भन्ने भइहाल्छ। उसिरा मस्ता प्रकाश बिसा भनेको के हो त भन्दा उद्देश्य, सिद्धान्त, राष्ट्र प्रमुख, मन्त्री परिषद, स्थायी समिति, प्राविधिक समिति, कार्य समिति, सचिवालय, वित्तीय व्यवस्था र सामान्य व्यवस्था गरेर जम्मा 10 वटा धाराहरू छन्। 10 वटा धारा छन्। अब तपाईँलाई उद्देश्य 8 वटा छन्, सिद्धान्त 3टा छन् भनेर
त्यति त्यति धेरै सोधिहाल्छ भन्ने मलाई लाग्दैन है। ल यो भयो सार्कको के त भन्दाखेरि सार्क बडापत्रमा रहेका धाराहरू। अब सार्कका अङ्गहरू सार्कका अङ्गहरू सार्कका अङ्गहरू काहीँ काहीँ 5वटा भनेर लेखेका छन्, तर 6वटा हो। कार्य समिति पनि अङ्ग हो है। कार्य समितिलाई अङ्ग नलेखेर कतितिर 5वटा भन्ने कुरा लेखिएको छ सार्कका अङ्गहरू। 6वटा। ओके। सार्कका अङ्गमा के छन् त सार्कका अङ्ग त्यही लेख्ने। उसिरा मस्ता प्रकाश पिसा लेख्ने। अनि यहाँ जहाँ मान्छे चाहिन्छन् त्यो अङ्ग हो, जहाँ मान्छे चाहिँदैन त्यो अङ्ग होइन। उद्देश्यमा मान्छे नभए पनि हुन्छ, त्यो चाहिँदैन, त्यो अङ्ग होइन है। उद्देश्यमा मान्छे नभए पनि हुन्छ, त्यो चाहिँदैन, त्यो अङ्ग होइन। ठिक छ। सरी एकैछिन पर्खिनु ल। ल उद्देश्यमा मान्छे चाहिँदैन, मान्छे नचाहिएपछि त्यो अङ्ग होइन भन्ने सम्झिनु। सिद्धान्त अनि मान्छे चाहिँदैन त्यो पनि अङ्ग होइन। राष्ट्र प्रमुखमा मान्छे चाहिन्छ चाहिँदैन? राष्ट्र प्रमुख बैठकका लागि मान्छे चाहिन्छन् चाहिँदैनन्? चाहिन्छ। ओके, अङ्ग हो। मन्त्री परिषदमा चाहिन्छ, अङ्ग हो। स्थायी समितिमा पनि चाहिन्छ, अङ्ग हो त्यो पनि। प्राविधिक समितिमा चाहिन्छ, सो अङ्ग हो। कार्य समितिमा चाहिन्छ, अङ्ग हो। सचिवालयमा चाहिन्छ, अङ्ग हो। वित्तीय व्यवस्था चाहिँदैन, अङ्ग होइन। र सामान्य व्यवस्था चाहिँदैन, अङ्ग होइन। भनेपछि के सरी के रहेछ त भन्दा रादेखि प्रकाशसम्म राष्ट्र प्रमुख बैठकदेखि सचिवालयसम्मलाई अङ्ग भनिन्छ। 1 नम्बर अङ्गबाट सुरु गरौँ। 1 पहिलोलाई के भनिँदो रहेछ भन्दाखेरि राष्ट्र प्रमुख बैठक। राष्ट्र प्रमुख बैठक। राष्ट्र प्रमुख बैठक। राष्ट्र प्रमुख बैठकलाई अर्को के भनिन्छ भन्दा सार्क शिखर सम्मेलन पनि भनिन्छ के। सार्क समिट या सार्क शिखर सम्मेलन भनेर पनि भनिन्छ यसलाई। सार्क शिखर सम्मेलन। ल सार्क शिखर सम्मेलन वा सार्क समिट भनिने राष्ट्र प्रमुख बैठक। यो के हो त? सार्कको सर्वोच्च अङ्ग हो। सर्वोच्च सुप्रिम सर्वोच्च अङ्ग, सबैभन्दा ठुलो अङ्ग पनि भन्ला। सार्कको सर्वोच्च अङ्ग, सबैभन्दा पावरफुल अङ्ग नै यही हो, सार्कको सर्वोच्च अङ्ग। यो बडापत्र लागु हुँदा पनि पहिलो बैठक बसेको थियो। नियम त यसको के छ भने नियम राखेको चाहिँ नियम भनेको नियम अनुसार हरेक कति वर्षमा बैठक बस्ने हो? ल भन्नु त, कति वर्षमा भन्ने छ? निदाउनु भयो। नियम अनुसार हरेक कति वर्षमा? 2 वर्षमा सम्मेलन हुने नियम अनुसार हो। तपाईँको पनि प्लान अनुसार तपाईँ 1 सालमा फ्याट्टै पास गर्ने भन्ने हो। अब प्लान अनुसार नहुन पनि सक्छ कहिलेकाहीँ, त्यही चाहिँ समस्या हो होइन। नियम अनुसार हुने हो। नियम अनुसार हरेक 2 वर्षमा। हालसम्म 18 सम्मेलन सम्पन्न। 18 शिखर सम्मेलन सम्पन्न। हालसम्म कतिवटा भयो? 18वटा शिखर सम्मेलन सम्पन्न। 18औं नेपालमा भयो। 18औं 2014 कहिले भएको हेर्नु, 2014को नोभेम्बरको पनि 26-27मा 26-27मा नेपालको काठमाडौँमा नेपालको केटिएम 18औंलाई ए नबुझेलाई 18औं 18th लेखेँ मैले। ल नेपालको केटिएममा भएको खास यसैले हो अबदेखि 2 वर्षमा हुने भन्ने। त्यहाँभन्दा अगाडि कहिले 1 वर्षमै भइरहेको थियो, कहिले 3 वर्षमा भइरहेको थियो।
यसले नियम राख्यो, नियम राखेदेखि के भयो त भन्दा 18औं सम्मेलन 2014 को नोभेम्बर 26-27 नेपालको काठमाडौँमा भयो। 19औं चाहिँ कहाँ भयो त भन्दा 19th सम्मेलन। 19औं सम्मेलन चाहिँ 2016 पाकिस्तानमा पाकिस्तानमा हुने भनिएको हुने भनिएको हालसम्म नभएको। हुने चाहिँ भनेको थियो पाकिस्तानमा, तर अहिलेसम्म पनि भएन। कुरो बुझ्यो? भयो। अब अहिले त सम्मेलन हुने चान्सेस अबका दिनमा झन् असहज बन्दैछ। किन असहज भन्दा भारतको पाकिस्तान र बङ्गलादेश दुइटै देशसँग सीमा जोडिएका, पूर्व र पश्चिम दुवै देशसँग रिलेसन अहिले एकदमै राम्रो छैन। अब अफगानिस्तानमा इलेक्टेड गभर्मेन्ट छैन है। अफगानिस्तानमा तालिबानहरूको शासन छ, गभर्मेन्ट छैन। यस्ता कुराहरूले गर्दाखेरि नेपालमा सरकार त छ, यस्ता कुराहरूले गर्दाखेरि यो सार्क यस्तै बिचमा हराउन थालिसक्यो। सम्मेलन हुन कम छ, भएको छैन। डन भयो, कुरो बुझ्यो? 18औं शिखर सम्मेलन कहाँ भएर छ? नेपालमा। 18औं हुँदा नेपालका अध्यक्ष यो को थिए भन्दाखेरि कसको पालामा भएको भनौँ भने यतिखेर सुशील दादा थिए है, सुशील कोइराला। ल, सुशील कोइराला को थिए? पिएम थिए। 18औं शिखर सम्मेलन हुँदाखेरि पिएम सुशील कोइराला थिए। सुशील कोइराला पिएम भएको बेला भयो। अब यो कहिलेकाहीँ हालसम्म भएका सम्मेलन पनि जान्नुपर्छ। हालसम्म भएका सम्मेलन ल, हालसम्म भएका सम्मेलन कतिवटा सम्मेलन भएको छ? 18वटा सम्मेलन। पहिलो सम्मेलन कहाँ भयो, दोस्रो सम्मेलन कहाँ भयो, तेस्रो कहाँ भयो, यो जान्नुपर्छ है, अनिवार्य। सो यो जान्ने सजिलो तरिका छ। कति कति जति समय लाग्ला यो जान्न सकिन्छ। 18वटा सम्मेलन पहिलो बङ्गलादेशको ढाकामा भयो, दोस्रो इन्डियाको बेङ्गलोरमा भयो भन्दै जान्नु पर्यो। कुल ओके। जम्मा भएको सम्मेलन 18वटा हो। 18वटालाई 6वटामा बाँडिदिनु भयो भने कुरो सिद्धियो। 6 बाँडिदिने 18 पुग्यो। प्रत्येकको सुरुवात गर्ने बिआईबाट, बिआई बिआई फेरि पनि बिआई, अनि बिआई पछाडि हिजोको चित्र सम्झिनु त। आइपुगेपछि त नेपालमा चाहियो एनपी, नेपाल, पाकिस्तान, अनि दुईटा पानी भित्रका देश एमएस। स्लो भो, एमएस। त्यस पछाडि त्यसलाई र यसलाई क्रस मल्टिप्लाई गरिदिने, एमएस एनपी। लास्टमा उब्रेकोलाई लेखिदिने श्री भूमाने। ल सिद्धियो। यति नै हो है। यो स्क्रिन नचलेर नलेखेको लेखिँदैछ, आवाज आउँदैछ भने अहिले एकैचोटि फ्याट्टै लेखिन्छ। हेर कति स्लो भएको। शिवु माने है। लास्टमा तिनटालाई चाहिँ सरी चारवटालाई चाहिँ नेपालीमा लेखेको छु मैले शिवु माने भनेर। ल, अब यो हेर्ने, आफ्नो कपीमा लेख्दै हुनुहुन्छ। अब सम्झिने, यो फर्स्ट हो। 1 2 3 4 गर्दै जान्छ। यो 18 17 16 15 14 13 गर्दै आउँछ। ल, साह्रै स्लो हेर, यो त नयाँ पेज हो त।
चलेन स्क्रिन देखिया छ नि त्यहाँ त यतिसम्म त अपडेट गर्ने बेला भएछ जस्तो सर हजुरको आइप्याड आइप्याड अपडेट गर्ने कि आइप्याडको आइएस सिस्टम अपडेट गर्ने दुइटै गर्नु पर्ला जस्तो भइसकेको छ त स्लो भयो कि अर्को नयाँ पेज खुल्ला पनि दिएन विन्डो पनि खुलेन ल यतिखेर आयो 13 5 6 यसरी के गर्ने त भन्दा अब नकिन्ने छ र हुन्छ लु मिलाएर गर है त यसलाई चाहिँ ध्यान देऊ अब यो कसरी सोध्छ र यसलाई किन पढ्नु पर्यो भन्दा यति जानिसकेपछि सबै कुरो जानियो क्या फेरि यति जानिसकेपछि जस्तो लेख्नलाई सजिलो छ के गर्ने अरे प्रत्येक सुरुवात गर्ने लेख्न बिआईबाट बिआई 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 20 सेकेन्ड पनि लाग्दैन नेपालमा आएको पाकिस्तान इन्डियाबाट मास्टरबाट नेपाल पाकिस्तान एमएस क्रस मल्टिप्लाई गरिदिने एमएस एनपी लास्टमा के लेख्ने अरे श्री भू माने मैले ह्यान्डराइटिङ त डक्टरकै जतिको छ मेरो पनि श्री भू माने यति गरियो भने 18वटा सम्मेलन सिद्धियो 1 2 3 18 17 15 ल त्यहाँबाट यो क्रममा जाने त्यो क्रममा जाने यो क्रममा जाने सिध्यो त 18वटा सम्मेलन अब तपाईँहरू भन्नु लेख्नु त्यहाँ च्याट बक्समा लेख्नु हालसम्म सम्मेलन आयोजना नगर्ने देश कतिवटा हालसम्म सम्मेलन आयोजना नगर्ने देश कतिवटा एउटा अफगानिस्तान ओके एक पटक मात्र आयोजना गर्ने कतिवटा एक पटक मात्र आयोजना गर्ने एक पटक आयोजना गर्ने एउटा भुटान यही हेरेर भनिरहनु भएको छ है ओके दुई पटक गर्ने आयोजना नगर्ने आयोजना नगर्ने देश चाहिँ कुन हो त भन्दाखेरि अफगानिस्तान आयोजना नगर्ने एएफजी अफगानिस्तान एक पटक गर्ने बिएचयु भुटान दुई पटक गर्ने पिएके पाकिस्तान तेस्रोपल्ट त गर्न पाएको छैन नि त पाकिस्तानले किन यहाँ हेर्नु यहाँ र यहाँ गरौँ अब अर्कोपल्ट यहाँ 19th गर्थ्यो अहिलेसम्म भएकै छैन दुई पटक गर्ने पाकिस्तान तीन पटक गर्न पाउने तीन पटक गर्ने सबै बाँकी सबै 5वटा ब्रिगेडको निम्सले गर्यो 3 पटक बी निम्स ल बी निम्स भयो कन्फ्युजन केही छ केही हुनै परेन नि कुरै छैन सबै सिद्धिसक्यो कन्फ्युजन के पो सोध्नु ओके अब कन्फ्युजन छैन भने राजधानी बाहिर भएका सम्मेलन राजधानी बाहिर कुन कुन के सम्मेलन भयो त ल हेरौँ राजधानी बाहिर भएका सम्मेलन है हालसम्म कतिवटा भइरहेछ राजधानी बाहिर भएकै सम्मेलन 2वटा जस्तो नेपालको काठमाडौँमा भयो भारतको दिल्लीमा भयो भने त राजधानीमा भएको 2वटा 2 भनेको फर्स्ट कि सेकेन्ड 2 भनेको फर्स्ट कि सेकेन्ड 2 ठाउँबाट छन् हेर्नु तपाईँको यहाँ सेकेन्ड सुरुबाट जाँदा यहाँनिर सेकेन्ड छ सुरुतिरबाट अगाडितिरबाट तपाईँ प्रवेश गर्नुहुन्छ भने यहाँ सेकेन्ड छ पछाडितिर आउनुहुन्छ भने यहाँ सेकेन्ड छ जम्मा 2टा र सेकेन्ड छ सेकेन्ड भनेको 2टा आई र मा इन्डिया र मालदिप्समा सेकेन्ड सम्मेलन भएको रहेछ इन्डियामा इन्डियाको बेङ्गलोर होला है बेङ्गलोर अनि
17th भएको रहेछ कुन देशमा रहेछ त भने मालदिभ्स मालदिभ्सको सिटी कुन हो मालदिभ्सको सिटी कुन हो भन्दा अड्डु एटोन सिटी भन्नेमा छ ल अड्डु एटोन सिटीमा गएर जम्मा 2टा सम्मेलन राजधानी बाहिर भएको छ सजिलो छ याद हुन्छ नि यहाँ छ सेकेन्ड सुरुबाट अन्तिमबाट सेकेन्ड इन्डिया र मालदिभ्स ल गुड तपाईँहरूलाई सोध्न त मैले बारम्बार भइरहेको छु पढाउँदा पो हामीले धेरै पढ्नुपर्छ त सोध्ने बेलामा त नि अफगानिस्तान कहिले सदस्य भयो या सार्कको लोगो कसले बनायो भन्यो भने पनि सिद्धे क्या किनभने तपाईँहरू जति पढ्ने हुँदैन अरू अरूलाई पनि अलिक सहिले होस् भनेर क्वेसन सोधिदिन्छ तर तपाईँलाई सोध्ने क्वेसन मध्ये जुनसुकै च्याप्टरबाट सोधे पनि झन्डै 2टाबाट अलिक कम्प्लेक्स क्वेसन सोध्छ 2टा क्वेसन झन्डै कम्प्लेक्स सोध्छ त्यसमा यही पर्न सक्छ नि त त्यसका लागि अलिकति थोरै बुझौँ 18th सम्मेलनको बारेमा 18th सम्मेलन कहाँ भयो कहिले भयो मैले दोहोऱ्याएर लेखाइराख्दिनँ अघि भयो नेपालमा 2014 नोभेम्बर 26-27मा नेपालमा सुशील कोइराला थिए पिएम नारा चाहिँ के हो त भन्ने कुरो नारा के हो शान्ति र कसका लागि समृद्धि दुईजनाका लागि शान्ति र समृद्धिका लागि के गर्ने गहन एकता गर्ने शान्ति र समृद्धिका लागि एकता गर्ने डिपर इन्ट्रिगेसन फर पिस एन्ड प्रस्पेरिटी भन्छ के ठिक छ अनि 18 दुना कति 18 इन्टु 2 गर्दा 18 दुना कति 36 बुधे घोषणा पत्र भनेको यसले जम्मा 2 दिन सम्मेलन गएर के तयार गर्यो 18 दुना 36 बुधे घोषणा पत्र अनि यहाँ आएका पर्यवेक्षक जम्मा 8 मैले तपाईँहरूलाई पर्यवेक्षक भनेको छैन होला 8वटा पर्यवेक्षक आए मरिसस आएन जम्मा हाम्रा 9वटा पर्यवेक्षक हुन् प्रधानमन्त्री सुशील कोइराला थिए नेपालको किन नेपालको प्रधानमन्त्री सुशील कोइराला काउन्ट गरियो भन्दा तिनै बाबै हुन् त्यो सार्कको अध्यक्षता गर्ने है ल यसरी तपाईँलाई 18औं शिखर सम्मेलनका अलिअलि कुरा सोध्यो भने यहाँसम्म जान्ने पहिलो अङ्ग सार्क शिखर सम्मेलनमा के कन्फ्युजन छ भने भन्नु नत्रवा दोस्रो अङ्गमा हामी गयौँ दोस्रो अङ्ग मन्त्री परिषदमा गयौँ पढ्न सजिलो छ यो दोस्रो अङ्गदेखि मैले खासै धेरै तनाव लिएर उयो गर्दिनँ एकै लाइनमा सिधाइदिन्छु दोस्रो अङ्ग मन्त्री परिषद तेस्रो अङ्ग स्थायी समिति अनि चौथो अङ्ग के हो प्राविधिक समिति र पाँचौं अङ्ग कार्य समिति ल यो चाहिँ समिति लेखाइ यता हुँदैन उताबाट हुन्छ समितिलाई यो होइन खास यस्तो हुँदैन समिति ल यसरी हुन्छ यसमा धेरै कुरा जान्नु पर्दैन त्यत्रो धेरै कुरा यसमा सोधिराख्दैन है यो भनेको के हो त भन्दाखेरि यो कार्यकारी अङ्ग हो यो अङ्ग कार्यकारी हो एक्जिक्युटिभ बडी हो यसमा सदस्य चाहिँ को हुन्छन् भनेदेखि मैले अर्कोले लेख्थेँ सदस्य सार्क राष्ट्रका विदेश वा नेपालले के भन्छ त परराष्ट्र अब पनि श्लोक हो परराष्ट्र मन्त्री हुन्छन् ल सार्क राष्ट्रका विदेश वा परराष्ट्र मन्त्री रहने यो बैठक यो वर्षमा एकपटक 18औं शिखर सम्मेलन भन्दा अगाडि वर्षमा 2 पटक बस्ने प्रावधान थियो अहिले वर्षमा एकपटक बस्ने प्रावधान छ है 18औं शिखर सम्मेलन पछाडि यो एकपटक बस्छ यसको धेरै कुरै परेन स्थायी समिति मन्त्री परिषदमा मन्त्री हुन्छन् स्थायी भनेको मन्त्री सधैँ जागिर खाँदैनन् कुन दिन चिप्लिन्छन् थाहा छैन त्यही भएर यसको सदस्य चाहिँ सार्क राष्ट्रका विदेश परराष्ट्र मन्त्री नभएर के छ भन्दा सचिव यो पनि कति पटक बस्छ भन्दा एक भनेको एकपटक है वर्षको
एकपटक तपाईँले त्यहाँ कपीमा चाहिँ लेख्नु होला। यो 18औं पछाडि एकपटक भन्ने छ, दुवैमा एकपटक बस्ने भनेको छ। यसलाई बडापत्रले चाहिँ आवश्यकता अनुसार बस्नु भनेको छ, स्थायी समितिको आवश्यकता अनुसार बस्ने भनेको भए पनि 18औं शिखर सम्मेलनले वर्षको एकपटक बस्ने भनेको छ, तर प्रयोगमा छैन। ठिक छ। अब प्राविधिक समिति भनेको सार्कका विभिन्न 7वटा सेक्टरमा, अहिले त बढे पनि होलान्, मैले पछिल्लो अपडेट 7वटै सेक्टरमा हुन्। 7वटा सेक्टरमा काम गर्नका लागि प्राविधिक कमिटी हुन्छ। यसका लागि धेरै कुरै परेन, यो सदस्यको हुन्छन् भन्दा अरू केही जान्नु परेन। सार्क राष्ट्रका प्रतिनिधि, तपाईँलाई पनि प्रतिनिधिमा कुनै प्रतिनिधि समितिमा, यो प्राविधिक समितिमा प्रतिनिधि तपाईँलाई पनि पठाउन सक्छ। सार्क राष्ट्रका प्रतिनिधि हुन्छन् है। कृषि क्षेत्रको विज्ञ भनेर तपाईँलाई प्रतिनिधिका रूपमा पठाउन सक्छ सदस्य, सार्क राष्ट्रको प्रतिनिधि। अब आयो लास्टको कार्य समिति। यो कार्य समिति चाहिँ कहीँ अङ्ग भनेको होइन भनेर तपाईँहरूले किताबतिर हेर्नु होला, तर सार्कको अङ्गमा कार्य समिति पनि छ हो। यो कार्य समिति भनेको चाहिँ 2 वा 2 भन्दा बढी देशको मात्र सरकारमा बन्ने समिति। यसलाई कसरी बुझ्नुहोस् भने, यो लाइक नेपाल, भारत र बङ्गलादेशमा रेल चलाउने भए या बस सेवा सञ्चालन गर्ने भए या कुनै एउटा फिजिबिलिटी एनालाइसिस गर्नुपर्ने भयो, तपाईँको विद्युत ट्रान्समिसन लाइन गर्नका लागि 3टा देशको सहमति चाहिने भयो र यसको प्रारम्भिक खाका तय गर्नका लागि चाहिँ सार्कको कुनै कमिटीमा बसेर छलफल गर्ने भने यो 3टा देश बिचमा हुने रिलेसनका लागि यो कार्य समितिसँग प्रोभिजन छ, त्यो बस्ने। सर अलि माथि सम्मेलनदेखि देखाउनु न, फोटो लिन लाइन गएको थियो, आइफोनमा लाइन गरेर बर्बाद। हेर त आइफोन राखेको छ नाम। ल कहाँदेखि? यहाँदेखि हो? यो यता गएर यता फेरि के हो भन्ने हुनुहुन्छ होला, यो एउटै कुरा थियो। ल सम्मेलन 18औं शिखर सम्मेलन सार्कको। लु सुइस लिनु एउटा स्क्रिनसट। लु आइफोन लिउँ है, एउटा स्क्रिनसट। सम्मेलन यहाँबाट हेर्न सकिन्छ, 2टा स्क्रिनसट। यो भनेको 2टै फेरि सेम, यो 2 पल्ट गरिदिएको मात्रै हो नि, केही होइन। स्क्रिनसट। यो अहिले के हो भन्ने बुझ्नु होला, अघि हुनुहुन्न थियो नि त। यो 3टा स्क्रिनसट। यो 18 सम्मेलन कार्य समिति सँगै जाउँ। ल ओके, ल भयो, डन। ल यसरी यो कार्य समितिमा प्रोभिजन छ भन्ने कुरा बुझ्नु होला। कार्य समिति पनि छ। अब अलिकति पढ्नुपर्ने अङ्ग 6 नम्बरमा सचिवालय। सचिवालय भनेको हेडक्वार्टर कहाँ छ मैले लेखाएको छैन। ल अब हामी आउँछौँ। सचिवालय भनेको के हो त भन्दा यो सार्कको प्रशासनिक अङ्ग हो के। यसले नै एडमिनिस्ट्रेटिभ काम सबै गर्छ। प्रशासनिक अङ्ग एडमिनिस्ट्रेटिभ काम सबै गर्छ। यो सचिवालयको स्थापना 1987 मा भयो। 1987 फुल डेट तपाईँलाई नसोध्ला, जनवरी 17। यसलाई नेपाली डेटमा सम्झिन सजिलो छ, 2043 को भूकम्पीय सुरक्षा दिवस माघ 2 मा भयो। 43 माघ 2 मा भयो। यसको उद्घाटन गर्ने, स्थापना गर्दा उद्घाटन गर्ने दाजु को हुन् भन्दा हाम्रै दाजु हुन्, श्री 5 वीरेन्द्र हुन्। को रहेछन्? श्री 5 वीरेन्द्र। उद्घाटन श्री 5 वीरेन्द्र भयो, उद्घाटन श्री 5 वीरेन्द्र। अनि प्रस्ताव गर्ने चाहिँ नेपालमै बनाउन त हो यो सार्क शिखर सम्मेलनको, के अरे सार्कको हेडक्वार्टर नेपालमै बनाउनु भनेर प्रस्ताव गर्ने चाहिँ को? नेपाल आफै त किन प्रस्ताव गर्नु पर्यो? यो हाम्रो बुहारीको देश हो, पाकिस्तानले गरेको थियो। प्रस्ताव गर्ने चाहिँ पाकिस्तान हो है। यसमा भाषा चाहिँ कुन बोल्छन् त भन्दा भाषा इङ्ग्लिस बोल्छन्। इङ्ग्लिस कहाँ छ भनौँ भने चाहिँ कहाँ? यो कहाँ? नेपालमा छ। नेपालको कहाँ? केटिएममा छ। केटिएमको कहाँ? ठमेलमा छ। ठमेलमा छ है। नेपाल केटिएम ठमेलमा छ। ट्याक्कै यसको कुरै गर्दै जाँदा कहाँ छ भन्दाखेरि ठमेलमा छ। भयो ल ओके। अनि
डन ल ओके डन। नेपालको केटिएम ठमेलमा छ। यसको सबैभन्दा टाउके हेडमास्टर चाहिँ को छ त भन्दा प्रमुख भनेको महासचिव छ। प्रमुख को रहेछ? महासचिव। महासचिवको जागिर कार्यकाल 3 वर्ष हुन्छ। महासचिवको जागिर कार्यकाल 3 वर्ष हुन्छ है। पहिले 2 वर्ष थियो, 5औँदेखि यसलाई के गरे त भन्दा 3 वर्ष बनाइदिए। जागिर बढोस् भनेर बढाइदिए है। 5औँदेखि 3 वर्ष बनाइदिए। कार्यकाल 3 वर्ष हुन्छ। थप हुन्छ भन्दा युएनको जस्तो यसको थप हुँदैन, थप नहुने। एकपल्ट जागिर खाएपछि टक्कसँगले घर जाने। कार्यकाल थप नहुने 3 वर्ष हुन्छ। अब सचिवालयको काम गर्नका लागि एकै प्रमुख महासचिवले सक्दैन भनेर यसले निर्देशक पनि माग्छ। निर्देशक चाहिँ हरेक देशबाट हुन्छन्। हरेक देशबाट भएपछि कतिजना भयो निर्देशक? 8 जना हुन्छ निर्देशक। यी दाजुहरूको पनि काम 3 वर्ष नै हुन्छ। धेरै त्योभन्दा बढी मोनोटोनस हुन्छन्। काठमाडौँको धुलोमा धेर नबसुन् भनेर 3 वर्ष जागिर हुन्छ। यो चाहिँ केबाट हुन्छ? यो चाहिँ हरेक देशबाट आफ्नो देशको आफूले पठाउन पाइयो, कसैले केही गर्न पाएन। महासचिवमा चाहिँ क्रमागत आधारमा हुन्छ है। अल्फाबेटिकल वेमा महासचिवको हुन्छ। प्रत्येक देशको पालै पालो हुन्छ। ठिक छ। अनि सार्कका सबै अङ्गमा सर्वसहमति चाहिन्छ एक्सेप्ट सचिवालय। सचिवालयको डिसिजनमा सर्वसहमति सबै निर्देशक एग्री हुनुपर्छ भन्ने छैन। सबै निर्देशक एग्री हुनुपर्छ भन्ने छैन। तर अरू सबै जति पनि मैले अरू 5 माथिका लेखाइ अङ्ग तिनीहरूको कुनै पनि डिसिजन गर्नु पर्यो भने सर्वसहमति हुन्छ। सो कार्यसमिति केही किताबहरूले कार्यसमितिलाई अङ्ग नमान्नुका कारण पनि त्यही हो। कार्यसमितिको सदस्य नै सबै नभए पनि चल्छ भन्ने कुरा हो है। ल डन। अब यहाँ अरू के सोध्न सक्छ? अरू धेरै कुरा सोध्दैन। अब केही महासचिव सबै 15 जनाको हालसम्मका महासचिव लेखौँ ल। हालसम्मका महासचिव। हालसम्म महासचिव कतिजना भए भन्दा 15 जना भइसक्यो है। ल तपाईँहरूको स्वास्थ्यमा त यति नै हो क्या क्वेसन। सार्कमा हालसम्म कतिजना महासचिव भएका छन्? 15 जना। अनि 15 जना कहाँ पढियो? अब सम्झिने के 15 जना कहाँ पढियो भन्दा 15 जना कहाँ पढियो? 15 जना न्यायाधीश थिए युएनको अदालतमा। अन्तर्राष्ट्रिय न्यायालयमा 15 जना न्यायाधीश छन्। 15 वटा सुरक्षा परिषदका सदस्य छन्, अस्थायी र स्थायी गरेर 15 जना हो। यसरी जान्ने नि, यसरी के जान्न सकिन्छ जान्ने। भरे क्वेसनै यति आइदिन पनि सक्छ। हालसम्म कतिजना? 15 जना। सबै होइन, केही हेरौँ। केही महासचिवहरू ल केही महासचिवहरू। फर्स्ट महासचिव अब्दुल अहसन है। अब्दुल अहसन यो कहाँको? जहाँबाट यसको कन्सेप्ट ल्यायो त्यहीँको हो नि। कहाँको? बिएनजी। तपाईँहरूलाई साल सोध्दैन कहिलेदेखि कहिले भयो भनेर। यति बेला 2 वर्ष हुन्थ्यो। 87मा स्थापना भयो। 87देखि 89सम्म अब्दुल अहसन थियो फर्स्ट। ठिक छ। अब डाइरेक्ट हामी फोर्थमा गयौँ। किन फोर्थमा गएको भन्दा यादव दाजु आउनुभएको थियो के। यादव कान्त सिलवाल कहाँको? नेपालका हुन् नि त यी। नेपालका हुन्। यो दाजु 2 वर्ष जागिर खाने अन्तिम। यो दाजु कति वर्ष जागिर खाने अन्तिम? 2 वर्ष। 3 देखि अघि मैले के भने? 5th महासचिवबाट 3 भएको भनेको 3 के कार्यकाल है। कार्यकाल 3 वर्ष भएको। नत्र त्योभन्दा अगाडि महासचिवको जागिर 2 वर्ष थियो। 5thको नाम तपाईँहरूलाई त्यति सोधिहाल्ने भन्ने छैन है। नइम यु हसन होइन हसन नइम यु हसन भन्ने छन्। 5th लेखाउनु चाहिँ मैले नइम यु अहसन भनिहाल्छु। हसन हो। हसन। ऐम यु अब्दुल हसन हो। यो चाहिँ हसन हो ल। हसन र नइम यु हसन भन्ने छन्। ह्यान्डराइटिङ त डक्टरकै बराबरको छ। तपाईँहरूलाई सजिलो पनि हुन्छ डक्टरको ह्यान्डराइटिङ बुझ्न। नइम यु हसन 5th। यो किन लेखेको भन्दा यो 3 वर्षदेखि सुरु भएकोले लेखेको। एक मात्र महिला महासचिव अहिलेसम्म, एक मात्र महिला महासचिव। 10th एक मात्र महिला महासचिव फतिमा हुन् क्या। फतिमा थियाना सैयद। महासचिव युएनमा पनि महिला छैनन् नि। एक मात्र महिला महासचिव सार्कले बनाएको। यसको बिचैमा मोड स्विङ भएछ। मोड स्विङ भएपछि कार्यकाल पुरा नगरी फर्किन् दिदी। त्यही भएर अरू महासचिव नबनाएको। कार्यकाल पुरा नगर्ने एक मात्र यिनी मात्रै हुन् फेरि।
कुरा नगर्ने। यो कुन देश कि? यो मालदिभ्स कि? यो कुन देश कि? यो मालदिभ्स कि? अनि यो नइम भन्ने कुनको भन्दा पाकिस्तानको है। नइम चाहिँ पाकिस्तानको हो। ल फतिमा थियाना सैयद मालदिभ्स कि कार्यकाल पुरा नगर्ने दिदी यही हुन्। भयो। यो दिदीले घरमा काम रहेछ, खाना बसाएर राखिरहेछन्, खानामा सिटी लाग्यो भनेर राजीनामा दिने हिँडिन्। के सम्झिनुहुन्छ सम्झिनु, एक मात्र महिला महासचिवले कार्यकाल पुरा गरेनन्। 12 नम्बरमा म बहादुर थापा लेखे पनि हुन्छ, तर तपाईँले चाहिँ म नलेख्नु, मैले लेख्दा हुन्छ। अर्जुन बहादुर थापा कुन देशको भन्दा यो चाहिँ नेपालको रहेछ। 2जना नेपालका भइसक्यो है अहिलेसम्म। नेपालका 2जना, बङ्गलादेशका चाहिँ 3जना पुगिसकेका छन्। ओके, अब बङ्गलादेशको 3जना कुरा किन पुगे भन्दाखेरि 15मा बङ्गलादेशले पायो। पाउनु पर्ने पालो चाहिँ अफगानिस्तानको थियो है। मैले अघि भर्खर अल्फाबेटिकल अर्डरमा हुन्छ भनेर भने, अनि 14औं श्रीलङ्काको भइसक्यो त अफगानिस्तान आउनु पर्यो नि त अल्फाबेटिकल अर्डरमा। तर अल्फाबेटिकल अर्डरमा आउने भए पनि अहिले अफगानिस्तानमा भएको गभर्मेन्टलाई इलेक्टेड गभर्मेन्ट नमानेको हुनाले वर्ल्डका धेरैवटा देशले रिकगनाइजेसन नगरेको कारणले यो भएन। 15मा गोलाम सरवार मोहम्मद गोलाम सरवार भन्ने भयो। मोहम्मद गोलाम सरवार यो कहाँका छन् त भन्दा बिएनजी। अहिलेसम्म 3पल्ट महासचिव हुने देश चाहिँ बङ्गलादेश। 3पल्ट महासचिव हुने देश बङ्गलादेश है। अनि 3पल्ट महासचिव हुने देश चाहिँ मालदिभ्स पनि हो। मालदिभ्स किन हो भन्दाखेरि मालदिभ्स चाहिँ खास 3पल्ट महासचिव भएको होइन, टेक्निकल कारणले। अब त्यसलाई होइन कसरी भनौँ भने टेक्निकल कारणले यो फतिमा जाने बित्तिकै 11औं पनि बङ्गलादेशले पठायो क्या। एउटा देशको लागि हुन्छ, देशले आफूले पठाउन सक्छ। जस्तो महासचिव युएनको महासचिव जस्तो सभाले भोट गर्ने होइन। क्लियर कुरा बुझ्नु, युएनको महासचिव सभाले भोट गर्छ। सभाले भोट गरेर सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र बाहेककाबाट जो हुन चाहन्छन् ती मध्ये सबैभन्दा बढी भोट पाउने या सबैभन्दा बढी एक्सेप्टेन्स पाउने हुन्छ युएसको महासचिव। तर सार्कको महासचिव के हुन्छ त भन्दा जुन देशको पालो हो त्यो देशले आफ्नो देशको मान्छे पठाउन पाउँछ। त्यही भएर यो फतिमाले राजीनामा दिएका कारणले मालदिभ्स पनि टेक्निकल्ली 3जना नै भए मान्छे मालदिभ्सका पनि है। अहमद भन्ने आए सर 2-3ले के हो 2 वर्ष भनेको कार्यकाल 2 वर्ष। यादवकान्त सिलवालसम्मको कार्यकाल 2 वर्ष हो। अनि त्यस पछाडि 5th महासचिव नइम यु हसनदेखिको कार्यकाल 3 वर्ष हो। मैले अहिले तपाईँलाई कार्यकाल कति तपाईँलाई एक्जाममा सोध्यो भने कार्यकाल फेरि धेरै टेक्निकल जाने पर्दैन है। तपाईँलाई एउटा क्वेसन अलिकति डेप्थमा जान्छ भनेर मात्रै भनेको, नत्र तपाईँलाई क्वेसन त हालसम्मका महासचिव कति हो के तपाईँको एक्जामका लागि आउने क्वेसन त। कुरो क्लियर? पहिलो दोस्रो तेस्रो चौथो महासचिवको कार्यकाल 2 वर्ष, त्यस पछाडि 3 वर्ष। तपाईँलाई महासचिवको कार्यकाल कति वर्ष हुन्छ भनेर सोध्यो भने 3 वर्ष। कुरो सिद्धियो। ल डन। केही छ भने भन्नु, नत्र अगाडि गयो। ओके, सार्क चल्नलाई बजेट चाहिन्छ होला नि त। सार्कको बजेट पैसा बिना त चल्दैन। हेर्नु जति चाहिँ भए पनि जिन्दगी चल्ने त पैसै हो। तपाईँलाई पनि पैसा नतिरी यहाँ नेमले यो मोबाइलभित्र पनि छिर्न दिँदैन, दिएको छैन होइन। ल सार्कको बजेटमा सबैभन्दा बढी पैसा दिने देश। यो पैसा नभरे अपडेट नगरे भने के हो, यो पनि साह्रै चल्न छ ल। ओके, सार्कको बजेटमा सबैभन्दा बढी पैसा दिने देश इन्डिया। इन्डियालाई टक्कर दिने देश पाकिस्तान। इन्डियालाई टक्कर दिने देश के पाकिस्तान। अब इन्डियासँग न्यु खोज्ने, तर इन्डिया पनि फर्केर हेऱ्यो भने चुपचाप आफ्नो बाटो लाग्ने 3टा देश कुन कुन होलान्? नेपाल प्लस श्रीलङ्का प्लस बङ्गलादेश। न्यु चाहिँ खोज्ने तर गर्न चाहिँ केही नसक्ने 3टा देश। इन्डियासँग केही न्यु खोज्न सकिँदैन, चुपचाप आफ्नो बाटो लाग्ने हो भनेर देश चाहिँ भी प्लस ए प्लस एम बिएम। ल 3टा देश हो। 5th महासचिव भएको डेट भनिदिनु न। 5th महासचिव भएको डेट चाहिँ यस्तो छ। अब महासचिवले हाजिर भएको डेट भनेको चाहिँ कहिले हो भन्नुहुन्छ भने यी अक्टोबरदेखि आए, नट स्योर 2023को अक्टोबरदेखि आए। पछि तपाईँलाई यो झिकाउन सोधेको थियो। यसको खास मार्च 5मा यिनी
सुरु गरेको हो कार्यकाल 2023 मार्च 3 देखि हो है। कसले सोधेको? मनिष कार्की। 2023 मार्च 5 देखि कार्यकाल सुरु गरेको हो। तर यी आएर काम सुरु गरेको भनेर त्यहाँ अफिसियल साइडमा उसले हाजिर भएको डेट चाहिँ पछि अक्टोबर, नट स्योर, डेट स्योर भएन, अक्टोबरमा छ है। अक्टोबरदेखि आएका हुन् भन्नु होला। ओके, अहिले म स्योर भएन। कार्यकाल सुरु भनेर चाहिँ उनीहरूको अफिसियल लेख्दाखेरि चाहिँ नि कसको कार्यकाल कहिले सिद्धियो भन्ने चाहिँ मार्च 5 देखि नै हो, 2023 मार्च 5। तर त्यो उता काम गर्न थालेको थोरै फरक छ। ओके, यसलाई ब्याक टु आउला है, अहिले दिमागमा आयो भने। ल, भुटान, अफगानिस्तान र मालदिप्स तीनटा देशले 5% सहयोग गर्छन्। 5% इच भनेको एउटा देशले 5%, अर्को देशले 5%, अर्को देशले 5% गरेर जम्मा कति गरे? 15%। अब सबैभन्दा बढी गर्ने देश इन्डिया 30.32%। 30.32%, सबैभन्दा बढी। हिजो मैले तपाईँलाई के भनेको छु? युएन सार्कमा 8-12 फाप्दैन भनेको छु क्या। 8-12 फाप्दैन भने 30मा 8 घटाइदिने। 30मा 8 घटाउने बित्तिकै कति हुन्छ? 22.52% चाहिँ पाकिस्तानले गर्छ। 22.52% पाकिस्तानले गर्छ। र नेपाल, श्रीलङ्का, बङ्गलादेश, यहाँ भी र बीमा मैले तपाईँलाई क्लियर अगाडिदेखि पढाउँदाखेरि भनेको छु नि। भी र बी भनेको, भी भनेको भुटान, बी भनेको बङ्गलादेश भनेर भनेको छु। ओके, अब भी र बी छ भनेदेखि के हो त भन्दा नेपाल, श्रीलङ्का र बङ्गलादेशले चाहिँ 8-12 फाप्दैन भने 22मा 12 घटाइदिनु, 10.72% खर्च गर्छन्। यो भन्नुको मतलब टोटलमा 1 करोड रुपियाँ सार्कमा खर्च हुन्छ भने नेपालले 10,72,000 रुपियाँ पैसा दिन्छ। 10,72,000 रुपियाँ पैसा दिन्छ। डन, क्लियर छ नि यहाँसम्म सार्कको बजेट? ल, साह्रो नभए स्क्रिनसट त लिइहाल्नुहुन्छ नि, अनि पछि हेर्छु भन्नुहुन्छ। पछि नहेरे पनि स्क्रिनसट लिनुको एउटा राम्रो फाइदा के हो भने, मैले भने पनि होला तपाईँहरूलाई, तपाईँहरूले स्क्रिनसट लिनुभयो या क्लासको फोटो खिच्नुभयो भने पछि मोबाइलको मेमोरी फुल हुँदा के डिलिट गर्ने भनेर सोच्नु पर्दैन। ड्याङ्गै यो गर्दै भयो, अरू फोटो त हेर्नु पर्यो राम्रो आएको छ कि भनेर, यतै लाग्ने। ल, अब सार्कका क्षेत्रीय केन्द्रहरू सार्कका केन्द्रहरू है। ल, सार्कका क्षेत्रीय केन्द्रहरू कतिवटा छन् अहिले? 5वटा। सार्कका क्षेत्रीय केन्द्रहरू 5वटा। अब कहिलेकाहीँ दशा लाग्यो भने के सोधिन्छ भने 5वटा कहिले बनायो भन्दा 18औँ, हेर कति स्लो भयो, 18औँ लास्टको 5 हो, लास्टको 5 हो। यहाँ कस्तो देखिएको छ 5? यहाँ हेर त, नाच्न थालिरहेछ यो स्क्रिन। 18औँ सम्मेलनले लेख्नु त्यहाँ। 18औँ सम्मेलनले 11वटा क्षेत्रीय केन्द्रलाई घटाएर कतिवटा बनाइदियो भन्दा 18औँ सम्मेलनले 11वटा क्षेत्रीय 5% हो है। भुटान, अफगानिस्तान र मालदिप्सको 5% इच हो। ठिक छ, रेस्ट चाहियो, अब चिया पकाएर खाएर आउने त। ओके, जान्दिउँ है। ल, लेख्नु न, म भनिदिइहाल्छु। यहाँ बोर्डमै मात्रै के लेख्नु अल्छी लाग्छ मलाई पनि। ल, 18औँ शिखर सम्मेलनले 11वटा केन्द्रमा 18औँ सम्मेलनले के गर्यो त भन्दा सम्मेलनले 11वटा केन्द्र थिए सार्कका सङ्गठन, क्षेत्रीय केन्द्र थिए। 11वटालाई घटाएर कति बनायो भन्दा तपाईँहरूलाई पढ्न गाह्रो भयो भनेर घटाएर 5 बनाएको। ल, कसले बनाएको भनेर यस्तो क्वेसन भनेको चाहिँ मैले अघिदेखि तपाईँलाई भनिरहेको छु बारम्बार, तपाईँहरूलाई टोटल च्याप्टर मध्ये एउटादेखि दुईटा क्वेसन चाहिँ यस्तो सोध्न सक्छ। चार्ज पुग्छ 31% पुगिहाल्छ। ल, एउटादेखि दुईटा क्वेसन चाहिँ अलिक डेप्थमा गरेर सोध्न सक्छ है। 18औँ शिखर सम्मेलनले 11वटाबाट घटाएर 5वटा बनायो। अब 5वटा सम्मेलन के अरे केन्द्रको नाम लेख्नु, कहाँ कहाँ छ त आइहाल्छ। सार्क कृषि सूचना केन्द्र या सार्क कृषि केन्द्र भनेर भन्न सक्छ। सार्क लेखेन यार। सार्क कृषि सूचना केन्द्र, देशको नाम पछाडि लेख्छौँ है। पहिले यो लेखिसक्नु। 2, सार्क एचआइभी एड्स तथा टिभी केन्द्र, एचआइभी एड्स तथा टिभी केन्द्र लेख्नु होला नि। फेरि स्वास्थ्य पढ्नेले त टिभी लेख्नु, टिभी केन्द्र।
सार्क ऊर्जा केन्द्र लेखेन हो, लेखेन। 2 मिनेट लिभ गर्नु, फेरि जोइन गर्दा चल्छ होला। सा ल लेख्नु, तपाईँहरू लेख्नु। सार्क ऊर्जा केन्द्र भनेर लेख्नु त। सार्क ऊर्जा केन्द्र, इनर्जी केन्द्र, सार्क ऊर्जा केन्द्र। 4 नम्बरमा सार्क सांस्कृतिक केन्द्र, सार्क सांस्कृतिक केन्द्र। र 5 नम्बरमा एट लास्ट सार्क विपद व्यवस्थापन केन्द्र, सार्क विपद व्यवस्थापन। सार्क विपद व्यवस्थापन केन्द्र। डन। ल ओके। सबैभन्दा यो सार्क एरियाको विपद म्यानेजमेन्ट गर्न सक्ने क्यापेसिटी कोसँग छ त भन्दा इन्डियासँग। विपद व्यवस्थापन इन्डियासँग छ, इन्डिया। ओके। सार्क कृषि केन्द्र। अब विपद व्यवस्थापनदेखि हेर्दै जाउँ कुन कुन थाहा हुन्छ। विपद व्यवस्थापन गर्ने इन्डिया। एचआइभी एड्स तथा टिभी नेपाल, नेपाल नेपाल भयो। ऊर्जा बम पड्काएर भने इनर्जी निकालिरहन्छन् पाकिस्तान, लेखिसकेको छ, एकछिन आइपुग्छ स्क्रिनमा चाहिँ। ऊर्जा केन्द्र पाकिस्तान भयो। सांस्कृतिक केन्द्र हाम्रो देशको संस्कृति सिक्नलाई सीता दिदीलाई अपहरणसम्म गरेर लग्न भ्याए श्रीलङ्का। संस्कृति कसले रहेछ? श्रीलङ्का। सीतालाई अपहरण गरेको नराम्रो कामका लागि होइन, उसले संस्कृति सिको, जीवन के हो भन्ने कुरा बुझ्यो। त्यही भएर संस्कृति सिक्नका लागि सीतालाई लगेको हुनाले श्रीलङ्का। अब कृषि केन्द्र हामीलाई आलु प्याज माछा मछली सबै खुवाउने देशै के हो त भन्दा बङ्गलादेश हो। कृषि केन्द्र बिएनजी। ल बङ्गलादेश। यसरी सार्कलाई हेर्ने, एटलिस्ट यति चाहिँ हेर्ने, एटलिस्ट एटमस्ट त तपाईँ जति हेर्न सक्नुहुन्छ, जति पढ्न सक्नुहुन्छ त्यति पढ्ने हो, हेर्ने हो है। यति क्षेत्र हेर्नुभयो भने तपाईँलाई सार्क पुग्छ। सार्क सांस्कृतिक केन्द्र श्रीलङ्का, सार्क कृषि सूचना केन्द्र बङ्गलादेश छ है। मैले लेखिसकेको छ, आउन कतिखेर आउँछ उसको कुरा भयो। ल मैले त एउटा क्वेसन सोधेँ, तपाईँहरूको दिगो विकास वातावरण सम्बन्धी कुरा पढ्नुभयो कि छैन? पढिसके? दिगो विकास वातावरण जनसङ्ख्या व्यवस्थापन सम्बन्धीका कुरा पढिसक्यो कि पढाएको छैन? भयो छैन। ओके, ल हाम्रो भेट हुन्छ। ल ल ठिक छ। होइन त्यसलाई मैले त्यो 2 दिन पढे पनि त्यसका लागि म 15-20 मिनट टाइम उबार्छु। त्यो त्यति तपाईँलाई सोध्ने हिसाबको क्वेसन उब्रिन्छ। त्यही भएर पप म्याक भनेको के हो सर? एसटिजी चाहिँ भयो। एसटिजी त तपाईँले उता पढ्नुभयो होला। ए क्लास भइसकेको छ भने अर्को क्लास हुँदैन भनेदेखि चाहिँ नि तपाईँहरूले याद गर्नु। त्यसो हुँदाखेरि मैले यसलाई धेरै डिटेलमा नगइकन अरू अर्गनाइजेसनतिर जाने योजनामा सोधेको हो। किनभने मैले पढाउने च्याप्टरहरू मैले अरू पढाइसकेँ। पपुलेसन म्यानेजमेन्ट चाहिँ छैन। पपुलेसन म्यानेजमेन्ट भनेको त्यही सार्कभित्रै पढिन्छ कि सरी तपाईँको सस्टेनेबल डेभलपमेन्टभित्रै पढ्नुभयो, अलिअलि पढ्नुभयो होला। अब नपढे मेरो क्लास नहुन सक्छ। ल म अगाडि बढेँ। अब सार्कको तपाईँले यति कुराहरू जान्नु। मैले अर्को टेबल खोल्दाखेरि हुन्छ कि यार, साह्रै स्लो भयो। न्यू ट्याब, न्यू नोट। कहाँबाट न्यू नोट पनि खुल्दैन? यहाँबाट नयाँ खुलो, यहाँबाट यसका लागि लाइन ल्याइयो। ल ल अब हामी अर्को गयौँ, बी मिस्टेक। BIMSTEC बी मिस्टेक। अर्को अर्गनाइजेसन हो, बी मिस्टेक भयो। ल बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन भन्ने अर्गनाइजेसन छ, बी मिस्टेक। यो सार्क जब कमजोर हुँदै गयो या सार्कको रिप्लेसमेन्टको लागि काम गर्ने अर्गनाइजेसन भनेर बुझे पनि हुन्छ। यो सार्कको रिप्लेसमेन्ट यसले गरिसक्यो। अब त अब सार्क नभए पनि चल्छ भन्ने गरी खुलेको अर्गनाइजेसन बी मिस्टेक हो। ल बे अफ बङ्गाल, बे अफ बङ्गाल इनिसिएटिभ, यिनी TIATIB स्पेलिङ मिलेन भने मिलाउनु है।
initiative for multi-sectoral for multi-sectoral multi-sectoral technical and economic cooperation technical and economic cooperation अपरेसन छ के फुल फर्म पनि एउटा गाउँलाई नै पुग्ने गरेको छ ल ल ठिक छ वाटेभर मैले बुझेँ मैले यता गएँ है बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन भन्छ यो प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी क्षेत्रको साझा प्रयास भन्छ क्या बहुपक्षीय मल्टिसेक्टरल आर्थिक तथा प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडी क्षेत्रको प्रयास भन्छ यहाँ कुन कुन देश छ भन्दा यो बङ्गालको खाडी हो हिजो बनाएको चित्र सम्झिनु यो बङ्गालको खाडीमा जुन जुन देशको पानी पुग्छ त्यो देशको त्यो देशको के हो त भन्दाखेरि यो समूह हो यहाँ नेपालको कोसीको पानी कर्णाली सबैको पानी बगेर पनि बङ्गालको खाडी पुग्छ यहाँ भुटानको पनि सबैको पानी बगेर यहाँ पुग्छ इन्डियाले त बङ्गालको खाडी छोकै छ बङ्गलादेशले छोको छ श्रीलङ्काले छोको छ यतापट्टि मालदिभ्सले छोको छ यतापट्टि थाइल्यान्डले छोको छ यसरी जम्मा 7 वटा देशको समूह हो बिमस्टेक स्थापना यो कहिले भयो त भन्दा 1997 तपाईका लागि यति जान्नुभयो भने हुन्छ यो चाहिँ नबिगार्नु 1997 मा स्थापना भयो भन्ने भयो कहिले भयो भन्दा फुल डेट गर्दा जुन 6 1997 सदस्यमा मैले अगाडिदेखि पढाउँदा भनिरहेको छु सदस्य दुई खाले हुन्छन् एउटा हुन्छन् संस्थापक अर्को हुन्छन् हाल संस्थापक र हाल संस्थापक 4 वटा थिए 4 वटा बीआईएसटी थिए संस्थापक 4 वटा बीआईएसटी थिए संस्थापक के हुन्छ संस्थापक देश भन्दाखेरि यहाँ लेख्थे मैले बीबाट बीएनजी बङ्गलादेश लेखेँ है मैले आईबाट आईएनडी इन्डिया यसबाट एसआरआई श्रीलङ्का पीबाट थाइल्यान्ड यति 4 वटा देशले के गरेका थिए खोलेका थिए हाल चाहिँ कतिवटा छन् हाल देश 7 वटा 7 वटामा को थपिए एउटा बीआईएसटी त छँदै थिए प्लस थपियो म्यानमार 1997 मै थपियो तर पछाडि थपियो म्यानमार त्यस पछाडि प्लस अरु थपेका भुटान र नेपाल कहिले थपिए 4 वटा देशमा म पनि सदस्य हुन्छु भन्दै जानु कहिले पर्यो 4 मै गयो 2004 मा यति जाने भयो नेपालको हो कहिले काहीँ फुल डेट सोध्न सक्ला कहिले थपिए भन्दा पर्पज डे का दिन गयो म पनि सदस्य हुन्छु भन्दै पर्पज गर्न फेब्रुअरी 8 2004 फेब्रुअरी 8 नबिर्सिनु है 2004 फेब्रुअरी 8 मा नेपाल र भुटान सदस्य भए गएर जम्मा सदस्य कति रहेछन् जम्मा सदस्य हाल सदस्य 7 वटा छन् ओके डन अब यसमा ल्यान्डलक भनेको दुईटा छन् ल्यान्डलक भनेकै त्यही पछि गएका भुने ल्यान्डलक वाटरलक एउटा मात्रै छ श्रीलङ्का मैले सर्टकटमा लेखेको छु तपाईले यसलाई इनलार्ज गर्ने पढ्ने काम तपाईको हो नि किनभने मैले एक्सप्लेन गर्नलाई बढी समय लिएको छु सो यही लेखाइदिदा त तपाईको म पुरै लेख्दिहाल्छु भुटान लेख्नलाई के समस्या थियो र हेर्नु होला है ल भयो अब यसको सानो टु ठुलो टु सानो हेरौँ ठुलो टु सानो अघि पनि हेरेको छ हामीले बाई एरिया सबैभन्दा ठुलो कुन छ इन्डिया हो के इन्डिया हो अनि आइएम हो ठुलोमा आइएम टिभी अरु त थाहा छ तपाईलाई एनएसभी नेपाल श्रीलङ्का भुटानमा एनएसभी अब बाई पपुलेसन पिओपी भनेको के हो भने त म्याप देखाउनु न सर कुन म्याप हिजो कहाँ पुगिसक्यो त्यो म्याप त हिजो लेखाएको म्याप हो यहाँ खोज्न थाल्यो भने त जान्छ ल यो आइसिएम हो एनएसभी सेम हो पपुलेसनमा पनि है एनएसभी सेम हो अब चेन्ज भएको चाहिँ कुन हो त भन्दा बी अगाडि आइदियो बी अगाडि आइदियो अरु एमटी सेम छ ल बी ले चाहिँ ठाउँ जहिले पनि पपुलेसनमा बङ्गलादेशले पपुलेसन अहिले मात्रै अलिअलि आन्दोलनले कन्ट्रोल भएको छ नत्र कन्ट्रोल गर्नै सोच्दैन त्यही भएर अगाडि आयो बी अरु सेम है आई पछाडि आइएम
M को पछाडि T आउँछ, MT आउँछ भन्ने बुझ्नु होला। पपुलेसनमा B आयो, डन। ल यसमा धेरै कुरा छैन, बिमिस्टेकमा तपाईँलाई धेरै डेप्थमा गएर क्वेसन सोध्दैन, धेरै डेप्थमा गएर क्वेसन सोध्दैन है। ल अर्को सोध्दैन भने के चाहिँ सोध्छ त? सिम्पल कुराहरू गर्दै जान्छौँ हामी यसको। सचिवालय, सचिवालय कहाँ छ? बङ्गलादेश ढाका, बङ्गलादेश ढाका। स्थापना हेर्नु है, यो संस्था बन्यो पहिले नै, सचिवालय बन्यो कहिले? 2014 मा, 2014 मा। सचिवालयमा महासचिव हुन्छ, प्रमुख व्यक्ति भन्ने कुरा थाहा छँदैछ। महासचिवको कार्यकाल 3 वर्ष, महासचिवको कार्यकाल 3 वर्ष, यसको पनि महासचिवको कार्यकाल 3 वर्ष। 3 वर्षमा अहिलेसम्म फर्स्टको जान्दिनु, 14 देखि भएको 14 देखि 17, 17 देखि 20, 20 देखि 23 र अहिले 23 देखि छन्। ल फर्स्ट सुमथ भन्ने रहेछ, नाक दल्यादलै गर्दै रहेछ, सुमथ नाकन्दला भन्ने मान्छे रहेछ, सुमथ नाकन्दला फर्स्ट। कुन देशको? श्रीलङ्काको। सुमथ नाकन्दला भन्ने रहेछ फर्स्ट, श्रीलङ्काको। हालको महासचिव इन्द्रमणि पाण्डे फोर्थ, या यसलाई हालको भन्न सक्नुभयो, हालको इन्द्रमणि पाण्डे, इन्द्रमणि पाण्डे। तपाईँलाई कम्पेरिटिभली कम कम सोध्दै जान्छ है, जस्तो युएन र सार्कको जति चान्सेस छ बिमस्टेक आसियानको त्यति चान्सेस छैन नि एक्जाममा सोध्ने। सोध्यो भने स्थापना, जम्मा डेट यति मात्रै सोध्छ, धेरै डेटमा जानु पर्दैन। भयो ल सुमथ नाकन्दला पहिलो, हालको चाहिँ इन्द्रमणि पाण्डे। कहिले बन्यो? 14 मा। कहाँ बन्यो? सचिवालय बङ्गलादेशमा। यसको अवधारणा, अवधारणा ल्याउने देश या यो बनाऊ भन्ने देश चाहिँ कुन हो त भन्दा थाइल्यान्ड, व्यक्ति होइन यसमा, थाइल्यान्ड है। यसको को थियो त्यति बेलाको? थाइल्यान्ड हुँदैन। ल ठिक छ, थाइल्यान्ड। यो बनाऊ भनेर अवधारणा ल्याउने मान्छे चाहिँ थाइल्यान्ड हुन्, ठिक छ। यसको सम्मेलन, बिमस्टेकको सम्मेलन, BIMSTEC बिमस्टेकका सम्मेलन हेरिदिनु एकपल्ट। सम्मेलन, बिमस्टेकका सम्मेलन, बिमस्टेकका सम्मेलन हालसम्म 6वटा भयो जस्तो लाग्छ, हालसम्म 6 पटक। कति पटक बसेछ? सम्मेलन भनेको शिखर सम्मेलन, यसको बिमस्टेक शिखर सम्मेलन। अब शिखर सम्मेलन कहाँ कहाँ भयो भन्ने अघि 18वटा जाने जस्तै 6वटा जान्नको लागि सजिलो छ। अल्फाबेटिकल अर्डरमा पढ्ने, देशको नाम बी। अब चाहिँ मैले एक्ज्याक्ट नाम लेखेर भुटान र बङ्गलादेशको एक्ज्याक्ट नाम BB। त्यसपछि कहाँ हुन्छ? IM, कहाँ हुन्छ IM पछाडि? नेपाल, MN नेपाल। यसबाट श्रीलङ्का, टीबाट थाइल्यान्ड। ल जम्मा देशको नाम कति लेख्यो? 7वटा। यो मध्ये सम्मेलन भयो कतिवटा? 6वटा। अब कहाँ कहाँ भयो भन्ने एकदम इजिली जान्ने, एकदमै झुक्याउन सक्छ, सोध्न सक्छ, उसले सकेको दुःख दिन्छ, तपाईँ दुःख नमान्ने। ल यो बिमस्टेक सुरुमै BBसँग रिसाएको छ। कोसँग रिसाएको छ? BBसँग। BBसँग उसको झगडा पर्यो, झगडा परेपछि BBसँग झगडा परेपछि मान्छे कहाँ घुम्न गयो? थाइल्यान्ड। फर्स्ट कहाँ गयो? थाइल्यान्ड। BBसँग हुनुपर्ने लास्टमा गयो थाइल्यान्ड। त्यसपछि फर्केर आयो, यति रिसाएको रहेछ, BBतिर आएन, इन्डियामा आयो। अब लेख्दै जानु, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ, फिफ्थ भयो होइन। अब त सिक्स्थ हुँदाखेरि त BBसँग आउनु पर्यो नि, तब पनि आएन, फेरि पनि थाइल्यान्डै गयो। सिक्स्थ पनि, सिक्सको TH हुन्छ, सिक्स्थ पनि थाइल्यान्डमै भयो। ल यसरी जान्नुभयो भने भइगयो। ल अब लेख्न त यहाँ लेखिहाल्नुहुन्छ तपाईँले। फर्स्ट थाइल्यान्ड 2004, अरू केही धेरै कुरा पढिराख्नु पर्दैन। फर्स्ट थाइल्यान्ड 2004, सेकेन्ड इन्डिया 2008, थर्ड म्यानमार 2014, फोर्थ नेपाल 2018। यसमा चाहिँ लेखिदिनु केपी भा, केपी ओली भनेको यतिखेर को रहेछ नेपालका? नेपालमा आयोजना गर्दा अध्यक्षता नेपालले गर्ने भएकोले नेपालको प्राइम मिनिस्टर पढेको है, अरू बेला होइन। फिफ्थ श्रीलङ्का, यसबाट भनेपछि श्रीलङ्का हुन्छ। श्रीलङ्का कहिले? 2022। अनि यसमा के भयो त भन्दा यो 2022मा नि बडापत्र हस्ताक्षर भयो, भनेको बडापत्र बनेको हुनाले यहाँ पढियो बडापत्र हस्ताक्षर 2022। अनि सिक्स्थ थाइल्यान्ड, फेरि थाइल्यान्ड
2025 कहिले भयो त्यो? जनवरी, फेब्रुअरी, मार्च, अप्रिल। अप्रिल 4, 2025 अप्रिल 4 मा भएको थियो थाइल्यान्डमा। सहभागी हुन चाहिँ केपी ओली नै गएको थिए। अब यसमा त्यति कुरा लेखेको हुन्छ, लास्टमा सहभागी सोध्दैन होला। सहभागी सोध्यो भने यसमा सहभागी लास्टको चाहिँ सहभागी हेर्दा पनि भयो। सहभागीका लागि केपी आएको हेर्थ्यो, केपी ओली। अब अर्को हुँदाखेरि बालन पुग्लान होइन, तपाईँहरूले मिलाएर गर्नुहुन्छ। ड्यासिङ पर्सनालिटी भएको मान्छे जिताउनु होला है। ल अगाडि बढौँ। त्यो भयो डन। अब यहाँ बडापत्रको बारेमा बुझ्नुपर्ने छ। बडापत्रको बारेमा बुझ्नुपर्ने छ, केही छ भने भनौँ। ल छैन भने अगाडि बढेमा। ल अब यो बिमस्टेकलाई पनि त बडापत्र चाहिएला नि त। BIMSTEC बिमस्टेक बडा पत्र, यसको पनि चार्टर चाहिन्छ। बिमस्टेकमा पनि बडापत्र चाहिन्छ है। ल यो कहिले भयो त भन्दा हस्ताक्षर धेरै डेप्थमा सोध्दैन। 2022 जान्नुभयो भने भयो हस्ताक्षर। 2022 को मार्च 30 मा हस्ताक्षर भयो। 2022 मार्च 30 मा हस्ताक्षर भयो। धारा 36 वटा थिए। 36 वटा। यसमा धारा कतिवटा थिए? 36 वटा। धारा राखेर के गरे त भन्दाखेरि हस्ताक्षर गरे। र यसमा भाग चाहिँ कति थियो त भन्दा भाग 11 भाग छन्। अनि यो हस्ताक्षर गर्न नेपालका तर्फबाट हस्ताक्षर गर्ने चाहिँ को हो त भन्दा हस्ताक्षर गर्ने दाजु चाहिँ नेपालका तर्फबाट हस्ताक्षर गर्ने दाजु चाहिँ सेबदे, चिन्नुहुन्छ नि? शेरबहादुर देउवा। शेरबहादुर देउवा। डन। ल ओके। यति जान्नुभयो भने तपाईँले यसको सम्मेलनको बारेमा पनि जान्नुभयो। यसमा केही छैन, जम्मा तीनटा अङ्ग छन्। मैले दुईटा लेखाइसकिहालेँ। सचिवालय सम्मेलन, पहिलो सम्मेलन हुन्छ। सम्मेलन पहिलो अङ्ग भयो। सचिवालय त्यो लास्टको अङ्ग हो। बिचको एउटा के हो त भन्दा मन्त्री परिषद चाहिन्छ। विदेश मन्त्री बैठक भन्ने अङ्ग छ। अङ्ग 3वटा छ है। त्यतिसम्म पनि पुग्दैन क्या यसको त। अङ्ग 3वटा। सम्मेलन सर्टकटमा मैले लेखेँ, सम्मेलन अनि विदेश मन्त्री बैठक, विदेश मन्त्री बैठक, विदेश मन्त्रीको बैठक, र अर्को के त भन्दाखेरि सचिवालय। सचिवालय। ओके डन। लेख्नु अङ्ग 3वटा, सम्मेलन, विदेश मन्त्रीको बैठक र सचिवालय गएर 3टा अङ्ग यसका रहेका छन्। भयो। अब अगाडि बढौँ। अब यसका केही सहयोगका क्षेत्रहरू लेखाइदिनु छ। 7वटा देशमा 7वटा सहयोगको क्षेत्र लेखाएपछि बिमस्टेकमा तपाईँलाई सोध्ने क्वेसन सिद्धिए। ल ओके। बिमस्टेकका सहयोगका क्षेत्र, सार्कका केन्द्र भने जस्तै यसलाई के भनिँदो रहेछ? यसका सहयोगका क्षेत्र भनिन्छ। कतिवटा छन् भन्दा अहिले 7वटा छन्। 16वटा पुर्याइसकेका थिए। घटाएर यो कुन सम्मेलनदेखि? त्यही 2022 मा भएको 5औं सम्मेलनदेखि अहिले सहयोगका क्षेत्र 7वटा बनाएका छन्। ल 1 मा वन तथा वातावरण। वन तथा वातावरण पहिले सहयोगका क्षेत्र लेख्नु, अनि कुन देशमा छ भन्ने अनि लेखौँला। 2 मा व्यापार तथा ट्रेड एन्ड कमर्स, व्यापार तथा वाणिज्य। व्यापार तथा वाणिज्य, व्यापार तथा वाणिज्य, ट्रेड एन्ड कमर्स, वाणिज्य क्षेत्र। लगानी तथा व्यापार, त्यही म कन्फ्युज भएँ भन्ने त लागिरहेको थियो। लगानी तथा व्यापार, इन्भेस्टमेन्ट एन्ड ट्रेड। लगानी तथा व्यापार, लगानी तथा व्यापार क्षेत्र। 3 नम्बरमा मानिस सम्बन्ध, मानिस
मानिस सम्बन्ध, यसको नामै यस्तै छ है, पिपल टु पिपल रिलेसन भन्ने छ, मानिस मानिस सम्बन्ध, पिपल टु पिपल रिलेसन। 4 मा कृषि, 5 मा अन्तर आबद्धता, 6 मा विज्ञान प्रविधि, विज्ञान प्रविधि, 7 मा सुरक्षा। ल 7वटा क्षेत्र 7वटा देशले लिड गर्छ। ल ओके, भन्दै जानु। यो 7वटा देशको सुरक्षा गर्न सक्ने हैसियत भएको सेना, हात हतियार भएको देश कुन हो? यहाँका 7वटा देशमध्ये नेपाल, भुटान, बङ्गलादेश, इन्डिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार मध्ये सेना लगायत हतियारले यो सबैको सुरक्षा गर्ने शक्तिशाली देश कुन हो? यति मध्ये इन्डिया, लेख्दै पनि गर्नु इन्डिया। अनि मानिस मानिस सम्बन्ध, सबैभन्दा राम्रो मानिस मानिस सम्बन्ध भएको देश कुन हो? सबैभन्दा राम्रो मानिस मानिस सम्बन्ध भएको राम्रो देश नेपाल। नि कसको कोसँग के बिग्रिया छ र? नेपाल। देश के अरे जलाउने र मार्ने भन्दै आरोप लाउँदै थियो, दुइटै एकै ठाउँमा चुनाव उठिरहेछन् भनेपछि सम्बन्ध राम्रै छैन यिनीहरूको, मानिस मानिस सम्बन्ध नेपाल। अब त्यसो वन तथा वातावरण, अब यो चाहिँ नेपाल नआउनु, एउटा देशलाई एउटा गइसकेपछि नेपाल आउन पाइएन र वन तथा वातावरण सबैभन्दा बढी वन जङ्गल भएको देश नेपाल होइन सार्कको। आफ्नो देशको एरियाको आधारमा, प्रतिशतको आधारमा कुन देश हो भन्दा भुटान। वन तथा वातावरण कसलाई दिने? भुटान भयो। अब विज्ञान प्रविधि, अघि भर्खर मैले तपाईँलाई सार्कको पढाउँदा भनेको थिएँ, संस्कृति सिक्नलाई सीता दिदी अपहरण गरेर लगो भनेर भनेको थियो। सीता दिदी अपहरण गरेर लाग्दा केमा लगेको? प्लेनमा। त्यतिखेरको प्लेन भनेको पुष्पक विमान भन्ने हुन्थ्यो अरे, प्लेन। प्लेन बनाउन के चाहिने रहेछ? विज्ञान प्रविधि। त्यसो विज्ञान प्रविधि कसलाई दिने? श्रीलङ्का भयो। 4वटामा ओके, कन्फ्युजन छैन नि। वन तथा वातावरण सबैभन्दा बढी भुटानमा छ, भुटानलाई दिएको भयो। विज्ञान तथा प्रविधि चाहिन्छ, प्लेन बनाउन सिक्नुपर्छ, श्रीलङ्कालाई दिने। व्यापार तथा लगानी, यसको उसमै नाम छ त, बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन भनेपछि व्यापार तथा लगानी जसको नाम छ त्यसैमा दिने। संस्थाकै नाममा बङ्गालको नाम छ, बिएनजी बङ्गलादेशलाई दिने। ल अब अन्तराबद्धता भनेको इन्टरकनेक्टिभिटी र कृषि भनेको एग्रिकल्चर भयो। अब बचेका दुईटा देश, एउटा देशमा गयो भने मान्छे मरुन्जेल काम गर्नुपर्छ, कृषि गर्नुपर्छ। एउटा देश गयो भने तपाईँलाई घुमिरहन मन लाग्छ, आनन्द लाग्छ। कुन कुन देश हो? अन्तराबद्धता, घुम्न मन लाग्ने देश कुन हो? थाइल्यान्ड होला र म्यानमार भन्ने देश चाहिँ मान्छे मार्ने देश, कृषि गरेर मान्छे काम गर्दा गर्दा मान्छे मर्ने भएकोले म्यानमार भयो। ल लालाजीले घुमाउँछन्, मिलाएर घुम्नु। ल ओके, ठिक छ, सोध्न सक्छ, एकदमै सोध्न सक्छ है। तपाईँलाई जस्तो मैले क्वेसनको प्याटर्न बारम्बार भनिरहेको छु जस्तो लाग्छ। बिमस्टेकका सहयोगका क्षेत्र कतिवटा छन्? सिद्धियो क्वेसन, 7 लाए सिद्धियो क्या। यसका लागि धेरै कुरै जान्नु परेन, 7 चाहिँ जान्नु पर्यो। अब बिमस्टेकका सहयोगका क्षेत्रमा लगानी तथा व्यापार क्षेत्रको नेतृत्व कसले गरेको छ? अब कसले गरेको छ? बङ्गलादेशले गरेको छ। यो चाहिँ फेरि यसको केन्द्र जस्तो घर बनाएर राखेका भनेको होइन नि, त्यो क्षेत्रको लिड यसले गर्ने या त्यो क्षेत्रको लागि चाहिने प्रतिवेदन, थेसिस के लेख्नुपर्छ, वाटेभर च्याट जिपिटीलाई सोधेर भए पनि लेख्ने काम यसको हो भन्ने हो। ल यति गर्ने। अब यो भयो सार्क, यो भयो बिमस्टेक। सार्कका केही देशहरू बिमस्टेकमा छन्। सार्कमा 8वटा देश छन्, बिमस्टेकमा कतिवटा थिए? 7वटा थिए। सार्कको देशमा के घटेको छ भन्दा सार्कको म्याप हराएको छ, एमएपी म्याप हराएको छ बिमस्टेकमा पुग्दा। सार्क माइनस म्याप भनेको मालदिप्स, अफगानिस्तान र पाकिस्तान त लेखिएन नि त, यो बिमस्टेक हो। यो के हो अरे? सार्क, यो बिमस्टेक, बिमस्टेक। अब यता अर्को अर्गनाइजेसन छ आसियन भन्ने, ASEAN, आसियन भन्ने। यो आसियन अर्गनाइजेसनमा चाहिँ जम्मा 10वटा प्लस 1 लेखिहाल्नुहुन्छ है तपाईँले अहिले। 10 + 1 11वटा, भर्खर थपिएको भएकोले 10 + 1 लेखिदिएको, एकैचोटि 11 नलेखेर। 11वटा देश छन्। 11वटा देशमध्ये यसबाट 5वटा देश यतापट्टि गए, अर्को कलर लेखौँ सजिलो हुन्छ। यसबाट यतापट्टि कतिवटा देश गए? 5वटा देश गए। 8 मध्ये 5वटा देश गए। अनि 11वटा कतिवटा देश आए? 2टा आए।
5 + 2 = गएर के भयो त भन्दा बिमस्टेकमा चाहिँ 7 वटा देश हो। सो बिमस्टेकले आसियान र सार्कलाई जोड्ने भएकोले बिमस्टेकलाई के भनिन्छ त भन्दा बिमस्टेक इक्वल टु यसलाई के भन्ने त भन्दा ब्रिज BRIDG हुन्छ होला ब्रिज बिट्विन बिट्विन सार्क एन्ड आसियान सार्क र आसियान आफैमा भेट हुँदैन। ब्रिजको काम कसले गर्दो रहेछ? यो दुईटालाई जोड्ने काम कसले गरो? यसले गरो। त्यसैले बिमस्टेकलाई के भनिन्छ त भन्दा ब्रिज बिट्विन सार्क एन्ड आसियान भनेर भन्छ। ल ओके भयो, डन भयो भने अब हामी पढ्न को थाल्यौँ त भन्दाखेरि अब हाम्रो आसियान। केही कन्फ्युजन छ भने सोध्नु होला। ल एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन, एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन। कन्फ्युजन त उयो ह्यान्डराइटिङ मात्रै होला, अरू त त्यस्तो खासै छैन। ल एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन भन्ने सार्क भन्ने आसियान भन्ने संस्थाको बारेमा कुरा गरौँ। यसमा नेपाल छैन। फेरि नेपाल छ भन्दा छैन नेपाल चाहिँ के चाहिँ छ त भन्दाखेरि यो नेपालसँग नजिक रहेको एसियाको र नेपालको सार्क र बिमस्टेकका कुराहरूमा यो देशका कारणले पनि प्रभाव पार्ने भएकोले हामी यसलाई हेरेको। डन। तपाईँहरूको EU त सोध्दैन होला, धेरैतिर EU सोध्दैन, आसियान पनि नसोध्ने छ कि के छ हेर्नु है, आफ्नो आफ्नो तपाईँको सिलेबस आफूले हेर्ने हो, कहाँ सोध्छ सोध्दैन भन्ने कुरा चाहिँ हेर्नु होला। ल यसको नारा वान भिजन वान आइडेन्टिटी वान कम्युनिटी हो क्या। वान भिजन एक्जाममा सोधेको छ, यो त अफिसरसम्मलाई पनि सोध्ने क्वेसन हो। वान भिजन वान आइडेन्टिटी अनि वान कम्युनिटी वान भिजन वान आइडेन्टिटी वान कम्युनिटी। अहिले तपाईँलाई कहिलेकाहीँ के लाग्न सक्छ भन्दा EU को एउटै युरो मुद्रा चलाउँछ। अहिले त 21वटा देशले EU को युरो मुद्रा चलाउन थालिसक्यो, सबै गरिसक्यो, त्यो भएर EU पो होला कि भन्ने लाग्न सक्छ। त्यो होइन है, योको युनिटी इन डाइभर्सिटी भन्ने हो। यसको वान भिजन वान आइडेन्टिटी वान कम्युनिटी भन्ने हो नारा। स्थापना, यो अर्गनाइजेसनको स्थापना कहिले भयो त भन्दा 67, ट्याक्कै बिमस्टेक भन्दा 30 घटाइदिने 1967 1967 भएको चाहिँ कहिले भन्दा अगस्त 8, फुल डेट 67 अगस्त 8। सदस्यमा दुई खाले हुन्छन्, संस्थापक 5वटा, मैले नाम लेखाएर बसिनँ। अब संस्थापक 5वटा, हाल सदस्य 5 + 5 + 1 गएर कतिवटा हाल सदस्य 11। किन मैले यस्तो गरेको 5 + 6 लेख्थेँ र 11वटा भनेको हुन्थ्यो नि त। 5 + 6 नलेखेको किन भन्दा एउटा चाहिँ भर्खरै थपिएको, भर्खरै पूर्वी टिमोर। तपाईँहरूको किताबतिर नहुन सक्छ, अपडेटेड किताब लिनु भएको छैन। टिमोर हुने टिमोर भयो है। पूर्वी टिमोर यो पर्यवेक्षक राष्ट्रका रूपमा थियो। यो 11th नेसन हो, 11th सदस्य हो। कहिले थपियो भन्दा अस्ति भर्खर 2025 जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई सेप्टेम्बर अक्टोबर 25 अक्टोबर 26 2025 अक्टोबर 26मा यो पूर्वी टिमोर सदस्य भयो। त्यही भएर अहिले कतिवटा सदस्य छन्? 11वटा सदस्य छन्। ल तपाईँले जान्ने कुरा यस्तै हो, 11वटा सदस्य छन्। यो देशहरू मध्ये सबैभन्दा शक्तिशाली देश 3टा रहेछन्। त्रिशक्ति भन्ने देश 3टा शक्तिशाली देश छन्। त्रिशक्ति देश भनेको थामई के अरे थामई। ल भन्नु, थामई भनेको यो देश कहाँ छन् भन्ने सोच्दाखेरि नेपालभन्दा पूर्व र अलिअलि दक्षिणतर्फ पर्छन्। पूर्व र दक्षिणतर्फ पर्ने देश, पूर्व र उत्तरतर्फ जानु भने चाइना कोरिया जापान यी सबै देश पुग्नुपर्छ, त्यहाँ होइन। पूर्व र दक्षिणतर्फ भएका देश। थाबाट थाइल्यान्ड भइगयो, थाइल्यान्ड। मबाट मलेसिया, यीबाट इन्डोनेसिया। यी 3टा देश चाहिँ यस 11वटा देश मध्येका शक्तिशाली देश 3टा देश है। 11वटा देश मध्येका शक्तिशाली देश 3टा देश, त्यसैले यसलाई के भन्यो? त्रिशक्ति भन्यो। थाइल्यान्डलाई काट्यो यसले गर्दा त्रिशक्ति। वान्ली वान ल्यान्ड लक, यो पनि सोध्न सक्छ कहिलेकाहीँ, सोध्न क्वेसन पनि मजेदार हो क्या। वान्ली वान ल्यान्ड लक, जम्मा 11वटा देशमा एउटै मात्रै ल्यान्ड लक छ।
लाओस लाओस खाओस यस्तै हो। ल्यान्डलक भएपछि सरी ल्यान्डलक भएपछि नि अर्को एउटा मजेदार कुरो सुन्नुहुन्छ। लाओस ल्यान्डलक हो। ल्यान्डलक भएपछि यसले सिक्का पैसा लगेर कहाँ फाल्ने भन्ने टुङ्गो छैन। त्यही भएर कागजी नोट मात्रै छ यो देशमा। सिक्का नभएको देश पनि हो विश्वको। कागजी नोट मात्र भएको देश पनि हो लाओस है। भयो। हजारौँ हात्तीको देश पनि भन्छ। त्यहाँ हात्तीकै नोट मात्रै पाइने भएकोले हजारौँ हात्तीका देश। यस्ता धेरै कुरा छन्, तपाईँहरूलाई सोध्दैन भनेर अलि मैले कम राखिदिएको। ल यसको सचिवालय हेड क्वार्टर भन्नु र सचिवालय भन्नु एउटै हो। हेड क्वार्टर सचिवालय चाहिँ जकार्तामा छ। जकार्ता जकार्ता कहाँ छ? इन्डोनेसिया। इन्डोनेसियाको जकार्ता भन्ने ठाउँमा चाहिँ यसको के छ त? सचिवालय छ। देश कुन हुन् सर? संस्थापक देश आवश्यक नपर्ला भनेर नलेखेको। ठिक छ, थामाई हुन् संस्थापक देश चाहिँ। थामई फिसी। फी भनेको कस्तो फी भयो यार। फी थामाई फिसिला सीता उताडा हुन्न। यो फीबाट फिलिपिन्स, चिन्ह हो नि फेरि फिनल्यान्ड होइन फिलिपिन्स, सीबाट सिङ्गापुर। थामाई फिसी संस्थापक देश कुन हो भनेर सोध्नुहुन्थ्यो गर्दै। तपाईँलाई त्यति डेप्थमा जान्न भनेर लेखिदिएको है मैले यो क्वेसनलाई। त्यहाँसम्म नलागेको। तपाईँको इयु पढ्नुपर्छ पर्दैन? युरोपियन युनियन पर्छ नि है। छ भने त्यही भएर भ्याइँदैन भनेर। ल ओके। सचिवालय कहाँ रहेछ? इन्डोनेसियाको जकार्ता। यसमा को हुन्छन्? महासचिव हुन्छन् नि त यसको पनि प्रमुख को हुँदो रहेछन्? महासचिवै हुन्छ के। महासचिव। यो महासचिव दाजुको कार्यकाल यिनीहरूको चाहिँ युएनको जति नै छ। कार्यकाल 5 वर्ष। ल महासचिवको कार्यकाल 5 वर्ष भयो। ठिक छ ओके। पर्छ ल। महासचिवको कार्यकाल 5 वर्ष। यसका पनि प्रमुख अङ्ग 3टा छन्। त्यही सेम एज बिमस्टेकका मैले लेखाइराखिन। 3टा छन्। राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको बैठक या सम्मेलन। आसियान सम्मेलन भन्छ। आसियान समिट छ फर्स्ट अङ्ग। विदेश मन्त्री बैठक छ सेकेन्ड अङ्ग। र सचिवालय छ तेस्रो अङ्ग भन्ने कुरा। अब यसमा पनि के जान्नु भन्दाखेरि बिमस्टेक बिमस्टेक आउँदैछ यार। आसियान बडापत्र। यसलाई पनि त कानुन त चाहिएला नि त। बडापत्र कहिले बनाएको थाहा छ? बनेको झन्डै 40 वर्ष पछाडि बनाएका। झन्डै होइन, ट्याक्कै 40 वर्ष पछाडि 2007मा बनाएका। 2007को नोभेम्बरमा मात्रै यिनीहरूले हस्ताक्षर गरे। 2007 नोभेम्बर 20मा बनेको 40 वर्ष पछाडि कानुन बनाए। धारा कतिवटा राखे त भन्दा धारा यिनीहरूले 55वटा राखे। धारा 55वटा। धारा 55वटा। 55वटा के 55 भनेर 15 लेख्दैछु यार। 55वटा धारा थिए यसका। 55वटा धारा। भाग 13वटा। 13वटा भाग चाहिँ 13 भागसम्म तपाईँलाई नचल्दा। भाग 13वटा भाग छन्। 13वटा भाग। 2007 नोभेम्बर 20मा आसियान बडापत्रमा हस्ताक्षर भयो। 55वटा धारा, 13वटा भाग। अघि भर्खर बिमस्टेकमा लेखेको कति थियो? 36 र 11 हेर्नु त कति सजिलो छ। 36 11 22मा बनेको 36 11। ल यसरी तपाईँले के गर्नु पर्यो त भन्दाखेरि आसियान हेर्नु पर्यो। अङ्गहरू 3वटा। अङ्गहरू 3वटामा एकमा त्यही सरकार प्रमुख राष्ट्र प्रमुख बैठक। 2 विदेश मन्त्रीको बैठक। 3 सचिवालय। र अर्को मजेदार कुरो के गर्नुहुन्छ भनेदेखि नि सार्कका महासचिव र यसका महासचिव जम्मा यहाँ कहाँ लेखेको छु मैले महासचिव कार्यकाल 5 वर्ष। हालसम्म 15 जना छन्। ल हालसम्म 15 जना छन्। ल डन ओके। हालसम्म
ओहो ब्याट्री एकैले चार्ज गर्नु त भन्दै थियो बहादुरी पूर्वक चार्ज गरिएन कि छ यसको बस्ने पनि चार्ज छैन कि क्या हो ल ओके भयो यसरी तपाईँले जान्नु होला है त ठिक छ अब हामी इयुतिर गयौँ धेरै प्रश्न धेरै जान्नु पर्दैन यहाँभन्दा बढी यति जान्नु होला अब हामी गयौँ इयु युरोपियन युनियन सर भाषा के भाषा अङ्ग्रेजी यिनीहरूले प्रयोग गर्ने भाषा चाहिँ 11वटा छन् अफिसियल ल्याङ्ग्वेज यिनीहरू सबै देशको भाषा प्रयोग गर्छन् यिनीहरूको अफिसियल ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस हो है कामकाजको ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस ओके इयु युरोपियन युनियन इयुआरओपिइएन युरोपियन युएनआई ओएन युनियन ल भाषा बिमस्टेकको पनि लेखाएको थिइनँ भने त्यो त्यही हो सबैको के छ त भन्दा सार्कको बिमस्टेकको आसियानको सबैको इङ्ग्लिस हो किनभने कमन भाषा विश्वमा अरू आफ्नो नभइसकेपछि कमन भाषा इङ्ग्लिस भयो ओके इयुको स्थापना कम्प्लेक्स विषय छ क्या यो कुरो भनेको इयुको स्थापना कहिले भयो भन्दाखेरि नि 1958 जनवरी 1 मा हो के तर एचइइसी हो के तपाईँलाई जस्तो इयुको स्थापना इयुको नाम कन्भर्ट चाहिँ कहिले भयो भन्दाखेरि चाहिँ कन्भर्ट नेम चेन्ज टु इयु चाहिँ कहिले भयो त युरोपियन युनियन चाहिँ कहिले राखियो र लागु कहिले भयो भन्दा 1993 को नोभेम्बर 1 देखि तर यसको मतलब इयुको स्थापना यो हो भनेर बुझ्न पाइँदैन कसैको बुझाइमा कन्फ्युजन छ या कोही बाहिर कहिलेकाहीँ फेसबुक टिकटकतिर चल्छन् मेरा पनि त्यहाँ लेख्ने मास्टरहरूले यो डेटमा इयुको स्थापना भन्ने हुन्छ होइन इयुको स्थापना यही डेटमा हो तपाईँको न्वारानको नाम फरक भयो भन्दैमा तपाईँको जन्मेको मिति न्वारानको नाम र अहिले नागरिकताको नाम दुईटा फरक छ भन्दैमा जन्मेको मिति त चेन्ज हुँदैन नि हो युरोपियन इकोनोमिक कम्युनिटीको रूपमा स्थापना भयो 1958 जनवरी 1 मा इइसी स्थापना भयो नेम चेन्ज टु इयु भएको चाहिँ 1993 ल यसमा एउटा झुक्याउन सक्ने पोइन्ट यही हो इयुको स्थापना कहाँनिर छ त यसको हेडक्वार्टर बेल्जियममा छ बेल्जियम ब्रसेल्स भन्ने ठाउँमा छ ब्रसेल्स बेल्जियमको कहाँ रहेछ ब्रसेल्स बेल्जियम ब्रसेल्स नारा के लाउँछन् यिनीहरू युनिटी इन डाइभर्सिटी युनिटी इन डाइभर्सिटी सरी युनिटी इन डाइभर्सिटी भयो सदस्य सदस्य संस्थापक 6वटा त्यो इसी खोल्दाखेरिका संस्थापक भनेको इनर 6 भन्छ यसलाई संस्थापक इनर 6 6वटा 7 होइन है 6 लेखेको है 6वटा इनर 6 6वटा हाल 20 - 1 = 27वटा हाल कतिवटा रहेछ 28 - 1 27वटा किन यत्रो कलाकारिता देखाएको भन्दा यहाँ एउटा ब्रेक्जिट भन्ने कुरा भएको छ BREXIT ब्रेक्जिट BREXIT है ब्रेक्जिट यो ब्रेक्जिट भनेको चाहिँ के हो भने नि केही होइन 20 जनवरी 31 मा युके भनेको ब्रिटेन एक्जिट भएको युके ले सदस्यता त्यागेको युकेले सदस्यता त्यागेको 20 जनवरी 31 मा युकेले सदस्यता त्यागेको त्यसैलाई ब्रेक्जिट भनेर भनिन्छ
पायो एकैछिन 1 मिनट पर्खिनु ओके ल ल ल के भयो के भयो यो लक लाग्यो त चलाउँदै चलाउँदै लक लाग्यो एकैछिन पर्खिनु पर्ने भयो मेरो आवाज चाहिँ आउँदैछ लक लाग्यो भने त आवाज त आएको होला लक के गरेर लक लाग्यो तर आवाज आउँदैछ भने लेखौँ त्यसो भए यहाँ म अर्को मोबाइलमा यहाँबाट अफिसबाट तत्काल गर्नुपर्ने मेसेज आएर यता लाग्यो लक लाग्यो ल यसको पासकोड कति हो भइगयो ओके ल भइसकेको छ सेयर भएको छ होइन छैन सेयर स्क्रिन सिधिन लाग्यो सिधिन त ओके ल 20 जनवरी 31मा युकेले सदस्यता त्यागेको सो यसलाई ब्रेक्जिट अहिले सदस्य कतिवटा छन् 27वटा सदस्य छन् अब यसमा के जान्ने भन्दाखेरि तपाईँले नारा जानिहाल्नुभयो हेडक्वार्टर जानिहाल्नुभयो इनर सिक्समा 6वटा देश छन् 6वटा देशको नाम त्यति जानिराख्नु पर्दैन फ्राइज बेनेल भन्ने हो जानिराख्नु पर्दैन अर्को जान्नु युरो मुद्रा के यो युरोपियन युनियनमा कमन करेन्सीको रूपमा युरो मुद्रा चलाउँछन् सबै देशले चलाएका छैनन् युरो मुद्रा सुरु भयो 2002 देखि सुरु 1999 बाटै भएको हो तर यो चाहिँ भर्चुअल हो भर्चुअल भनेको ई सेवाको मुद्रा भने जस्तो हो हैन ई सेवाको मुद्रा बैंक नोट चाहिँ 2002 देखि भयो 2002 देखि बैंक नोट एउटा इम्पोर्टेन्ट मेसेज गर्नुपर्ने भएर गर्न थालेको झन्डै लक लागिहाल्ला ओके 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 बैंक नोट 2002 देखि भयो अनि यो प्रयोग गर्ने राष्ट्र चाहिँ 21वटा छन् है अहिले प्रयोग गर्ने 21वटा 2026 जनवरी 1 मा बुल्गेरिया थपिएर बुल्गेरिया भन्ने देश थपिएर हाल 21वटा देशले प्रयोग गर्छन् हाल कतिवटा देशले प्रयोग गरे 21वटा सिम्पल सिद्धो कुरो 21वटा देशले प्रयोग गर्छन् यसका अङ्ग EU का अङ्ग 4वटा छन् अङ्ग 4वटा छन् यसका 4वटा अङ्गहरू छन् एक युरोपेली आयोग युरोप सबैभन्दा शक्तिशाली क्षेत्रीय सङ्गठन मध्ये EU हो है क्षेत्रीय सङ्गठन मध्ये सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी यो के भन्छ भन्दा नियम अनुसार फङ्सनल भएको अङ्ग नै EU मात्रै हो अरू कुनै पनि यति शक्तिशाली छैनन् युरोपेली आयोग युरोपेली संसद यिनीहरूको त संसदै छ संसद छ ठिक छ 705 जना सदस्यको त संसदै छ यिनीहरूको यो बहुराष्ट्रिय राज्य भन्छ के यो बहुराष्ट्रिय राज्यमा सबैभन्दा बढी राम्रो प्र्याक्टिस गरेको देश सरी अर्गनाइजेसन EU हो अनि युरोपेली परिषद भन्ने छ यसको अर्को परिषद आयोग संसद परिषद र न्यायालय के न्यायालय युरोपेली न्यायालय 4 नम्बरमा सजिलो सम्झिन आस पना प्रहरी होइन परिषद सम्झिनु प्रहरी पनि छ त्यो अङ्ग चाहिँ होइन युरोपको कमन प्रहरीलाई युरोको प्रहरीलाई युरोपोल भनेर भनिन्छ सरी युरोपोल भनेको युरोको प्रहरी है युरो प्रहरी
युरोपोलिस युरोपोलिसलाई युरोपोल भनेर भनिन्छ। यसरी जान्नु होला, यति जाने हुन्छ। ल अनि त्यो भन्छ नि युरो सेन्जेन राष्ट्र भनेको सुन्नुभयो होला, कसले तपाईँलाई उचाल्छ नि, हे नेपालमा पढेर काम छैन, युरोपमा एउटा देशमा गएपछि सबै देशमा पाइन्छ, एक ठाउँ गएपछि अरूतिर चाहिँदैन, भिजा लाउनु पर्दैन, यताउता भन्छन्। यसका पनि कन्डिसन छ र सबै देशमा फ्री भिजा होइन। पछिल्लो लेटेस्ट अहिले 23 भयो भने थाहा छैन, मलाई थाहा भएको पछिल्लो लेटेस्ट 22वटा देशमा चाहिँ के छ त भन्दा कमन भिजा, साझा भिजा छ क्या युरोपमा, साझा भिजा छ, जसलाई के भन्छ भन्दा सेन्जेन राष्ट्र भन्छ। सेन्जेन राष्ट्र एउटा देशमा भिजा लाएर गइसकेपछि 22वटा देशमा घुम्न पाइन्छ। ल कतिवटा देशले यो लागू गरेका छैनन्। रोमानियामा पाइँदैन, रोमानियामा भिजा भएपछि अरूतिर पाइन्छ भन्ने कुरा छैन, पाइँदैन। यसरी हेर्नु यो युरोपियन युनियनका कुरा। ल ओके, ओभरअलमा तपाईँहरूलाई सोध्ने विषय यस्तै यस्तै हो, धेरै डेप्थमा विषय गरेर सोध्दैन, धेरै भित्र जाँदैन। स्वास्थ्यमा तपाईँलाई एकदम बाहिर सोध्छ, कतिवटा सदस्य छन् भनेर सोधिदेला, 27वटा सदस्य छन्। अन्तिममा सदस्य त्याग्ने देश कुन हो भनेर सोधिदेला, सदस्यता त्याग्ने देश सदस्यता त्याग्ने देश बेलायत। त्यही बेलायत एक्जिट भएकोले ब्रेक्जिट भनेको क्या, बिआर ब्रिटेन भयो, इएक्सआइटी एक्जिट भएकोले ब्रेक्जिट भन्ने हो है। यसको नाम ब्रेक्जिट किन भयो भन्ने हो। यसको ठुलो कहानी छ। 2016मा इलेक्सन गरायो, अनि इलेक्सन गराइसकेपछि बेलायतले चाहिँ छुट्टिने भन्ने निर्णय गर्यो। र किन छुट्टिएको त भन्नुहुन्छ भने, छुट्टिने निर्णय गर्नुको कारण चाहिँ यसको यो के भन्छ असाइलम माग्ने। एउटा देशमा गयो, गइसकेर इयु पुग्यो, जुन देशमा जान सुरुमा सकिन्छ त्यही देशमा गयो, इयु पुग्यो, अनि इयु पुगिसकेपछि चाहिँ म यहाँ बस्न पाउनु पर्यो, बस्न सकिनँ, मेरो देशमा जाने अवस्था छैन भन्ने, त्यहीँ बस्ने र उनीहरूको देशको रोजगारीको अवस्था खुम्चिँदै गयो भनेर इयुबाटै बाहिरिदियो। ल अब केही भन्नु छ भने 1 मिनट भन्नु, 1-2 मिनट भन्नु छैन भने अब तपाईँहरूको अरू च्याप्टर भयो भने सेन्जेन लेखेको हेर मेरो ह्यान्डराइटिङ। सेन्जेन राष्ट्र भनेर भनिन्छ क्या, कमन भिजा साझा भिजा प्रयोग गर्ने देशलाई। ल अब यहाँभन्दा उता मेरो त्यो 1.4मा क्लास रहेछ भने आउन सक्छु। आर्थिक विकास पढ्नुभयो? आर्थिक विकास के भन्ने च्याप्टर छ तपाईँहरूको कि छैन सर? आउन सकिन्छ है, आउन सकिन्छ। अब म 1-2 दिन त मेबी नआउन सक्छु, त्यस पछाडि आउन सकिन्छ। ल भेट्नु भने ठिकै छ, नभए तपाईँले पढ्नुहुन्छ। मैले पढ्नुपर्ने कुराको एरिया सायद जानकारी दिए जस्तो लाग्छ। अरू तपसिल बमोजिम हेर्दै जाउँला। शुभ दिन, राम्रोसँग बस्नुहोस्। सिरक ओढेर सुन्दै हुनुहुन्थ्यो भने अब उठेर बाहिर जाने ओर्ने, चियासिया खाने के छ काम त्यतातिर लागौँ है। ल धन्यवाद।